फर्स्टमा चाहिँ हिजोको आइपी एड्रेसिङको मैले देखाउँछु भनेको थिएँ है। म पहिला त्यो देखाउँछु ल तपाईँहरूलाई। हिजोको आइपी सबनेटिङको हल्का देखाउँछु भनेको थिएँ। त्यो भित्र मैले राख्न चाहिँ राखेको रहेछ, तर हिजो हामी त्यो भित्र चाहिँ गएन छ क्या। यहाँ भित्र चाहिँ राखेको रहेछ मैले है। ल यो हो है आइपी सब नेटवर्क। हिजो चाहिँ जुन मैले देखाउँछु भनेको थिएँ त्यो चाहिँ यो हो। जस्तो हामीले हिजो के पढेको थियो त आइपीमा, मलाई कसैले भन्न सक्नुहुन्छ? के पढेको थियो? क्लास एबिसी होइन। अनि हेर हामीले आइपी सबनेटिङ कसरी गर्ने भन्ने कुराहरू हिजो थोरै चर्चा गरेको थियो है। म त्यसबाटै थोरै गरेर देखाउँछु। जस्तो मैले 192.168.1.1 को मलाई सबनेट मार्क्स हामीले हिजो कतिको निकालेको थियो त? ल मलाई चाहिँ अहिले चाहियो भनेपछि 168.0.0 को गरेको थियो सायद हामीले हिजो। 0.0 को हामीले कतिको गरेको थियो? 26 को गरेको थियो है। ल हेर्नु अब फिल्डमा फर्स्ट फिल्डमा के आयो त? आइपी एड्रेस आयो। नेटवर्क एड्रेस के हो त हाम्रो? यो भन्दैछ युजेबल होस्ट रेन्ज यतिदेखिबाट यतिसम्म मिल्छ। ब्रोडकास्ट एड्रेस यो हो। टोटल होस्ट यति हुन्छ। युजेबल होस्ट हाम्रो कति हुन्छ त? 62 हुन्छ भनेर भनेको छ, जुन चाहिँ हाम्रो जहिले पनि -1 हुन्छ है। टोटल होस्टको -2 हुन्छ। युजेबल होस्ट जहिले पनि दुईटा कम हुन्छ। जति निस्किन्छ त्यसको जहिले पनि दुईटा कम हुन्छ। अब हाम्रो सबनेट मार्क्स 192.255.255.255.192 भनेर हाम्रो सबनेट मार्क्स आयो। वाइल्ड कार्ड मार्क्स भनेको चाहिँ अब जसले नेटवर्किङ गर्नु भएको छ उहाँहरूले चाहिँ बुझ्नुहुन्छ वाट इज वाइल्ड कार्ड मार्क्स भनेर उहाँहरूलाई थाहा छ। हाम्रो सबनेट मार्क्सको सट्टामा हामीले वाइल्ड कार्ड मार्क्स हाल्न पनि मिल्छ है। 0.0.0.3 गरेर यस्तो गरेर हामीले ncpa.cpl मा है यसमा गरेर यहाँनेरि प्रोपर्टिज भित्र गरेर जस्तो यहाँनेरि मैले वाइल्ड कार्ड मार्क्समा भन्ने फेरि मिस्टेक भयो भने फेरि अहिले काम गर्दैन ल्यायो वाइल्ड कार्ड मार्क्स। ल अब यसमा 192.168. हामीले 0. ल यता 1 राखिदियो भने सबनेट मार्क्स यसले अटोमेटिक लियो है। अब यहाँनेरि मैले 0 यहाँनेरि 0 यहाँनेरि फेरि 0 राखेर यहाँ लास्टमा कति राखिदिएँ त मैले? कति छ मेरो? 63 भनेपछि मैले 63 लेखेँ भने यो वाइल्ड कार्ड मार्क्सले काम गर्छ गर्दैन त? के भन्दैछ? द सबनेट मार्क्स नट बी अ प्लिज इन्टर अ भ्यालिड मार्क्स भन्दैछ है। त्यसको मतलब यसले मिलेन भन्दैछ। तर यो नेटवर्कमा हाल्यो भने काम गर्छ गर्दैन त? नेटवर्कमा हाल्यो भने यो वाइल्ड कार्ड मार्क्सले काम गर्छ गर्दैन त? गर्छ है। यो अहिले चाहिँ यसमा गर्दैन, तर यसरी नै काम गर्ने तरिका चाहिँ वाइल्ड कार्ड मार्क्सको सबनेटको ठाउँमा हामीले वाइल्ड कार्ड मार्क्स हाल्न मिल्छ। अब यो कुन आइपी को रेन्ज हो त? डिफल्ट यो सी को हो। यो कुन रेन्जको आइपी हो? प्राइभेट कि पब्लिक? प्राइभेट। हामीसँग चाहिँ दुईटा टाइपको आइपी हुन्छ है। एउटा प्राइभेट आइपी हुन्छ, एउटा पब्लिक आइपी हुन्छ है। अब प्राइभेट आइपी को रेन्जमा मैले हिजो प्राइभेट आइपी र पब्लिक आइपी को रेन्जहरू दिएको थिएँ है। जस्तो यहाँ 1 बिट भनेको अन भएको छ, कतिवटा भन्दा 26 वटा भनेको छ। अब यो 111 गर्नुभयो भने यहाँ टोटल 26 वटा हुनु पर्यो। 8 to the 16, 16 plus 8 22, 22 plus होइन 26, 8 3 जा 24, 24 plus 2 गर्दा कति भयो त? 26 भयो भनेपछि 1 हाम्रो कतिवटा छ त? 26 वटा छ भनेपछि यो सबै के हो त? नेटवर्क बिट हो है। अनि यो अफ बिट 0 लेखेको चाहिँ जति पनि छ त्यो चाहिँ के बिट हो त? हाम्रो अफ बिट हो। भनेपछि 6 वटा होस्ट चाहिँ के छ त? हाम्रो अफ बिट छ भनेर हामीले बुझिन्छ। अब यो 6 वटाको चाहिँ के हो त? अफ बिट हो हाम्रो। यहीँनिर लेखेको छ है 26 वटा। यो 26 को सिआइडिआर मा 26 वटा नेटवर्क के छ? अन छ, 6 वटा चाहिँ अफ छ भन्दैछ। अब जुन हामीले हिजो गरेको बाइनरी थियो यो चाहिँ यसरी हुन्छ 7654321
अनि फेरि अब बाइनरीको डिजिट आयो, कतिवटा डिजिट आउँछ, दुईटा आएछ। अनि 1 इन्टु 2 को पावर, सरी यहाँ कहाँ मिस्टेक भयो जस्तो छ, 1 इन्टु 2 को पावर कति हुन्छ त 128 हुन्छ, ए सरी 2 को पावर 7 हुन्छ। अनि 2 को पावर 7 भनेको 128 है। अनि 1 को पावर ए होइन 1 इन्टु 2 को पावर 6 हुन्छ भनेको 64 हो। यसरी हुँदै हुँदै गरेर यहाँनिर लास्टमा प्लस गरेर हाम्रो कति आउँछ त 192। भनेपछि हाम्रो नयाँ सबनेट मार्क्स कति भयो त 26 को सिआइडिआर को 192 भयो है। अब सबनेट मार्क्स क्याल्कुलेट गर्ने हिजो मैले एउटा फर्मुला पनि भनेको थिएँ, 2n भनेको छ, भनेको 2n भनेको नेटवर्क, कतिवटा नेटवर्क आउँछ हामीसँग 26 वा सिआइडिआर जति छ त्यति नै, त्यसलाई के गर्ने -2 गर्ने, डिफल्ट सबनेट मार्क्सले माइनस गर्ने। भनेपछि सी को डिफल्ट सबनेट मार्क्स कति हुन्छ त 24 - 2 भनेपछि 26 - 4 24 गर्दा कति भयो त 2 भयो है। यसको अब 2n गरेर गर्दा पनि भयो। 2n भनेको कति हुन्छ त 2 को पावर 2 भयो भनेपछि कति भयो सबनेट मार्क्स 4 भयो। अब जस्तो होस्ट निकाल्नु पर्यो, नम्बर अफ भ्यालिड होस्ट पर नेटवर्क भन्छ। अब यसमा निकाल्नलाई मैले हिजो फर्मुला दिएको थिएँ 2h - 2 हैन, होस्ट कतिवटा छ त त्यति गर्ने। जस्तो यसको होस्ट चाहिँ कति छ त 2 को पावर 6, होस्ट भनेको के हो त 6 होस्ट हैन, 6 वटा हामीसँग के छ त होस्ट छ। अब यहाँनिर के गरे 2 को पावर 6 - 2 = 64 - 2 हो। मैले चाहिँ यसरी गरेको थिएँ। कसैले चाहिँ अब 32 फुल सिआइडिआर माइनस, अब जस्तो हामीसँग 32 वटासम्म सिआइडिआर को रेन्ज हुन्छ 0 देखिबाट भनेपछि 8 देखि 8 हैन। क्लास ए कोमा चाहिँ अब 8 हुन्छ, अनि बी कोमा 16 हुन्छ र सी कोमा 24 हुन्छ। अब यो 32 भनेको चाहिँ पुरा माइनस सिआइडिआर, हाम्रो सिआइडिआर कति छ त 26, 32 - 26 गरेर 6 यसरी निकाल्दा पनि भयो। र टोटल युजेबल पर होस्ट भनेको कति हुन्छ त 62, किन भन्दा 64 - 2 भनेको जहिले पनि दुईटा माइनस गरेपछि कति हुन्छ त 62 बाँकी रहन्छ। यो चाहिँ भनेको फर्स्टको चाहिँ के हो त नेटवर्क आइडी र लास्ट ब्रोडकास्ट आइडी, दुईटा चाहिँ माइनस हुन्छ जहिले नि। अब ब्लक साइज माइनस गर्ने, ब्लक साइज माइनस गर्दा के गर्ने त टोटल नेटवर्क माइनस न्यू सबनेट मार्क्स। हाम्रो न्यू सबनेट मार्क्स कति आएको थियो त न्यू सबनेट मार्क्स 192 आएको थियो लास्टको है। यो 192 हाम्रो न्यू सबनेट मार्क्स आएको थियो भने 256 हाम्रो जहिले पनि के हुन्छ त पुरा एउटा टोटल नेटवर्कको हुन्छ है 256। अनि माइनस 192 गर्दाखेरि 64 भनेपछि हाम्रो कतिले जम्प हुने भयो त आइपी एड्रेस 64 ले हरेक आइपी जम्प हुने भयो। भनेपछि नेटवर्क आइडी के हुने भयो त 0.0 0.1 अनि 0.62 64 हुन्छ हुन चाहिँ, तर यो 64 यहाँ आउँछ अनि खेरि यहाँ 63 हुन्छ, यहाँ 62 भयो -1, यहाँ चाहिँ +1, फर्स्ट आइपी मा +1 लास्ट होपमा -1। यसरी हामीसँग के हुन्छ त यसरी हुन्छ। यो चाहिँ भयो हिजोको नेटवर्किङको सबनेटिङ। सबनेटिङ चाहिँ यसरी गर्ने हामीले है। ल ल अब मलाई भन्नुहोस् कतिजनालाई त्यो ल्याब जुन चाहिँ अब मैले अस्ति दिएको थिएँ मलाई मेसेज गर्नु भएको थियो, ल्याब गर्नमा प्रब्लम आयो भनेर ल्याब सेटअप गर्नलाई म ल्याब नि देखाइदिइहाल्छु। त्यो पछि अहिले क्लास स्टार्ट गर्छु है त। ककलजनालाई ल्याब सेटअप गर्न बब सुइटमा चाहिँ त्यो अब आफ्नै सिस्टममा ल्याब टेस्ट ल्याबहरू सेटअप गर्न आएन। मलाई ह्यान्ड रेज गर्नु त कसैले, कतिजनालाई आएन त दुईजनालाई तीनजनालाई हो। ल म तपाईँहरूलाई देखाउँछु है त कसरी सेटअप गर्ने भनेर। तपाईँहरूले लोकल्ली पहिला सुरुमा चाहिँ के इन्स्टल गर्नुपर्छ, कसले यहाँनिर एकैछिन कसले यहाँ अहिलेसम्म वेब डेभ गर्नु भएको छ, कतिको नलेज छ, कसैलाई केही नलेज छ, कसैलाई वेब डेभको केही नलेज छ त, कतिजनालाई वेब डेभको छ।
ठिक छ। कतिजनालाई आइडिया छैन जस्तो छ, कसैलाई आइडिया छैन जस्तो छ है। ल म पहिला सुरुमा चाहिँ तपाईँहरूलाई वेब डेभलपमेन्टको टुलको बारेमा भनिदिन्छु अनि सेटअप गर्ने म तरिका सिकाइदिन्छु ल। जस्तो कसलाई ज्याम भनेको थाहा छ? कतिजनालाई ज्याम भनेको थाहा छ? ह्यान्ड रेज गर्नु त, कतिजनालाई ज्याम भनेको थाहा छ भनेर। ज्याम 3 जना 4 जनालाई मात्रै हो ज्याम भनेको थाहा भा? 5 जना। ज्याम भनेको अरूलाई थाहा छैन? कसलाई वेबसाइट डेभलपमेन्ट लोकल होस्ट गर्नु भएको छ? जम्मा 5 जनालाई थाहा रहेछ। त्यसो भए चाहिँ देखाउनु पर्ने रहेछ। ल 4-5 जनालाई जे होस् थाहा रहेछ है। फर्स्टमा चाहिँ तपाईँहरूले ज्याम डाउनलोड गर्नुपर्छ होइन। अब ज्याम डाउनलोड गर्नु पर्यो। जसलाई ज्याम पनि चलाउन आउँदैन उहाँहरूलाई चाहिँ अलिक गाह्रो हुन्छ। यहाँ जाने विन्डोजको लागि ज्याम्प डाउनलोड गर्ने है। अनिखेर ज्याम डाउनलोड गरेपछि काम गर्छ ज्याम्पले। अनि यो डाउनलोड गरेपछि यस्तो आउँछ इन्स्टल गर्ने। अनि यस्तो आउँछ अपाची सर्भर र माइएसक्युएल को सर्भर बनाउने पहिला सुरुमा चाहिँ है। अनि यहाँनिरबाट अपाची सर्भर र माइएसक्युएल सर्भरलाई ओपन गर्ने है। स्क्रिन शेयर भएन नि तपाईको? हो र स्क्रिन शेयर भएको छैन र साथीभाइ हो? भइरहेछ सर, भइरहेछ। हजुरको अलिकति नेट स्लो भयो होला सर है। बाछ। स्क्रिन शेयर भइरहेछ भन्नुभएको छ। ल ज्याम पहिला सुरुमा यहाँबाट डाउनलोड गर्ने तपाईँहरूले। डाउनलोड गरेपछि इन्स्टल गर्ने। अनि त्यो पछि तपाईँहरूले यो यसरी खोल्ने कन्ट्रोल प्यानल ज्याम कन्ट्रोल प्यानल भनेर सर्च गर्नु हो भने आउँछ। ज्याम कन्ट्रोल प्यानल यसरी सर्च गर्ने, ओपन गर्ने वा रन एज एडमिनिस्ट्रेटर गर्ने। अनि आएपछि यहाँनिर एक्सप्लोरर भन्ने फोल्डरमा जाने। यहाँनिर एचटीडक्स भनेको हुन्छ। जति पनि यहाँ तपाईँले डिरेक्टरी राख्नुहुन्छ यो डिरेक्टरी चाहिँ तपाईँको के गरिदिन्छ ज्याम्पले अटोमेटिक लोकल होस्टमा रन गर्न मिल्ने बनाइदिन्छ है। जस्तो अब मैले यहाँ लोकल होस्टमा लोकल होस्ट स्ल्यास होइन डिभिडब्ल्युए भनेर हान्यो भने मेरो डिभिडब्ल्युए भनेको ड्याम वेब भल्नरेबिलिटिज वेब एप्लिकेसन भनेको यो चाहिँ के हो भन्दाखेरि जति पनि मलाई चाहिने सिस्टमहरू छ भल्नरेबिलिटिज वेब एप्लिकेसनहरू छ। जस्तो तपाईँहरूले अब प्र्याक्टिकल गर्नुहुन्छ हेर्नु वेब भल्नरेबिलिटिजहरू सबै यहीँ पाइन्छ। जस्तै यसमा डिभिडब्ल्युए को सेक्युरिटी लेभल इम्पोसिबल छ, सुरुमा लो राखेर तपाईँहरूले ट्राई गर्नु होला। ब्रुट फोर्स कसरी हुन्छ त हामीले त पढ्न त पढ्यो होइन, त्यो गरेर पनि देखाउनु पर्छ तपाईँहरूलाई ब्रुट फोर्स कसरी हुन्छ भनेर। अस्ति पनि देखाइदिए थिएँ सायद मैले तपाईँहरूलाई। टेस्ट गर्ने अनि लगइन गरेर हेर्ने, युजर नेम इज इनकरेक्ट हेर्ने। यसरी नै अब तपाईँहरूले बबसुटबाट ट्राई गर्ने। अब कमान्ड इन्जेक्सन छ जस्तै यहाँ पिङ होइन google.com गर्नुभयो भने यसले यहाँ सायद google.com लाई पिङ गर्छ है। यसरी चाहिँ काम गर्छ। पहिला सुरुमा इन्टर आइपी एड्रेस मात्रै भने .1.1 गरेँ मैले। यसले रिप्लाई गर्नुपर्ने हो है एकैछिन। ए आयो हो यसरी यसले यहाँ काम गरिरहेछ भनेपछि तपाईँले अब आफैले ट्राई गर्नु पर्यो कि यसमा के भल्नरेबिलिटिज हुन्छ। यहीँ लेखेको छ कमान्ड इन्जेक्सन। तपाईँले यहाँ रन गरेको चाहिँ तपाईँको सिएमडी भित्र रन भइरहेको हुन्छ है। हो यसरी तपाईँहरूले आफैले सेटअप गर्न सक्नुहुन्छ। अब यो सेटअप गर्न चाहिँ कतिजनालाई आउँदैन होला। फर्स्टमा जाने डिभिडब्ल्युए डाउनलोड गिटअप भनेर हान्ने। अनि यहाँनिर गिटअपबाट डाउनलोड गर्ने तपाईँहरूले है। यहाँबाट डाउनलोड गर्ने जिप फाइलमा अनि यसलाई एक्सट्र्याक्ट गरेर तपाईँले के गर्ने। अब यो चाहिँ लिनक्समा चाहिँ बाई डिफल्ट यसले इन्स्टल गर्ने कमान्ड दिएको छ, विन्डोजलाई चाहिँ दिएको छैन, डकरमा दिएको रहेछ। विन्डोजमा चाहिँ तपाईँहरूले आफैले सेटअप गर्नुपर्छ। यसले यहाँ के गर्न दिनुपर्छ भनेर यसले यहाँ दिएको छ ल। डाउनलोड गर्ने अनि इन्स्टल गर्ने। अनि आएन भने मलाई सोध्ने, केही गर्नु पर्दैन। कसैलाई आएन भने केही गर्न नि यो ट्राई गर्नु, आएन भने चाहिँ म के गरिदिन्छु भन्दाखेरि मैले यहाँनिर पहिला योभन्दा अगाडि अफेन्सिभ पढाउँदा पनि यो सेटअप गरेर थिएँ धेरैलाई गर्न नआएर होइन। म पहिल्यै सुरुमा यहाँनिर जस्तो एसक्युएल चाहिने कोडहरू छ यहाँ सबै डाउनलोड छ। अनि यो फाइललाई ड्याग एन्ड ड्रप गरेर तपाईँहरूकोमा अपलोड गरिदिन्छु। अनि त्यो पछि
लोकल होस्टको लोकल होस्टको स्ल्यास PHP माई एडमिनमा गएर PHP माई एडमिनमा गएर तपाईँहरूले के गर्नु पर्यो त युजर बनाउनु पर्छ पहिला सुरुमा त सरी मेरो केही प्रब्लम आयो जस्तो चाहिँ युजर भएन भन्दै चाहिँ सायद यसले यहाँनिर युजर एकाउन्ट आएन एकचोटि आए ल युजर एजेन्टमा के अरे युजर भित्र चाहिँ अब यस्तो हुन्छ है तपाईँहरूले आफैले पहिला युजर बनाउनु पर्छ यहाँभित्र पहिला सुरुमा जे नाम राखेको छ त्यो नामको टक्क युजर बनाउने टेस्ट अनि पासवर्ड दिने है अनि यहाँ पछि ग्रान्ट विथ अल गर्ने अनि चेक अल गर्ने अनि गो गरिदिने यो नामको युजर भन्छ पासवर्ड दिने अनि यतापट्टि डेटाबेसको कन्फिगरेसन फाइलभित्र पनि त्यही गर्ने यहाँभित्र जाने डिबी भन्ने फाइल हुन्छ यो एसक्युएलाइट भनेको चाहिँ यसमा पनि चल्छ है नत्र चाहिँ अर्को यहाँनिर एउटा सरी यो त डिबिडब्ल्यू हुने रहेछ यहाँभित्र इन्क्लुड भन्ने कहाँनिर हुन्छ डेटाबेसभित्र कुनमा हुन्छ है मलाई नि एकदम थाहा भएन php.ini भन्ने फाइलमा हुन्छ सायद है यो भित्र जाने यसमा पनि छैन भन हेरौँ अब के भित्र हुन्छ यसको कन्फिगरेसन setup.php यसमा चाहिँ छ कि क्या MySQL को यसमा रहन्छ पहिला सुरुमा थाहा हुनुपर्छ है फेरि जसलाई थाहा छैन उसलाई चाहिँ धेरै गाह्रो हुन्छ यो कसरी सेटअप गर्ने भनेर PHP ini लक DBWA को इटर्नल यसको कहाँनिर हुन्छ मलाई पनि थाहा भएन अब फेरि vulnerabilities भनेको चाहिँ यहाँ राखेर छ ए सरी कन्फिगको यो config ini.php है यो कन्फिग भित्र हुन्छ है युजर नेम के छ DBWA को पास युजर नेम यो बनाउनु पर्यो युजर नेम दिनु पर्यो है डेटाबेसको नाम र युजर नेम मैले सेम राखेको छु र पासवर्ड चाहिँ फरक राखेको छु पोर्ट नम्बर यतिमा दिएको छु यो चाहिँ तपाईँहरूले यहाँनिर बनाउनु पर्छ जस्तो मैले युजर नेममा अब मैले यहाँ के दिएको छु फाइलमा युजर नेम भनेको डेटाबेसको नाम भनेपछि यहाँनिर डेटाबेसको नाम मैले DBWA दिएँ अब पासवर्डमा मैले जे यहाँ पासवर्ड राखेको छु त्यही पासवर्ड दिनु पर्यो ह्याकर भनेर राखेको छु दुईटैमा पासवर्ड मैले एउटै दिएँ अब यहाँनिर के लेखेको छ त भन्दा क्रिएट द डेटाबेस विथ सेम नेम भनेर भनेको छ भनेपछि यो DBWA भन्ने नै डेटाबेसको नेम चाहिँ यसले यही युजर नेमबाट नाम बनाइदिन्छ त्यही भएर नाम राख्दा र यतापट्टि हेर्दाखेरि सधैँ म्याच हुनुपर्छ तपाईँहरूको नत्र सेटअप कन्फिगरेसन हुँदैन है यो भयो एउटा DBWA मा गर्न पनि सक्नुहुन्छ तपाईँहरूले अर्को भनेको तपाईँहरूको DBWA है अर्को भने मटिडा भन्ने छ यसमा ल यो चाहिँ सबसे खतरा है तपाईँहरूलाई सेक्युरिटी टेस्टिङहरू गर्नको लागि चाहिँ टक्क लगइन गर्ने अनि हेर्ने यो सेटअप गर्ने तरिका पनि त्यही हो यसमा चाहिँ के हुन्छ लाइभ प्याकर क्याप्चर हुन्छ है जस्तो लग हेर्न मिल्छ तपाईँले वायर सार्कबाट केही स्क्यान गर्नु भने यहाँनिर लग आउँछ रजिस्टर गर्नुहोस् यहाँनिर लग आउँछ तपाईँले यो चलाउनु भा भनेर यसमा पनि सबै कुरा छ तपाईँले सेटअप गर्न सक्नुहुन्छ है एसक्युएल इन्जेक्सन गर्ने पहिला चाहिँ लगइन एकाउन्ट बनाउनु पर्छ यहाँनिर लगइन एकाउन्ट नबनाइकन यसले काम गर्दैन फेरि है ल्याबहरू छ कसरी तपाईँलाई केही आएन वेबसाइट कसरी काम गर्छ केही थाहा छैन भन्यो भने वेब भर्जन रनिङ केमा गरिरहेछ भनेर सबमिट गरेर हेर्न सक्नुहुन्छ इन्करेक्ट है यसले एकदम राम्ररी यसले काम गर्छ यही युज गरेर सक्नुहुन्छ यसको पनि तपाईँले यो सर्च गर्नुभयो भने गिटअपमा पाउनुहुन्छ सेटअप गर्ने सेम तरिका हो जस्तो तरिकाले पनि सेटअप गर्न तपाईँहरूले सक्नुहुन्छ फर्स्टमा जाने यही htdocs भित्रै है ज्यामको यो htdocs भित्र खोल्नु पर्यो तपाईँहरूले यहाँनिर हुन्छ htdocs भन्ने डिरेक्टरी यहाँनिर चाहिँ त्यो फाइल पेस्ट गर्नु पर्यो नाम चेन्ज गरेर अब यसको मटिडा भन्नेको चाहिँ कहाँनिर हुन्छ यसमा पनि अब तपाईँले यहाँनिर हेर्नुभयो भने कुनै न कुनै एउटा नामको फाइल हुन्छ जस्तो के नामको फाइल छ यसमा अलिकति हेर्दाखेरि कन्फिग रिलेटेडको केही फाइल छ यता तपाईँहरूले केही देखिरहनु भएको छ हेरौँ अब यहाँनिर कहाँनिर छ तपाईँहरूलाई फेरि कन्फिगरेसन गर्न नआउला डाटाबेस अफलाइन इको होम इन्डेक्स ल PHP इन्फोमा त होइन होला सायद है इन्फोमा त होइन
यतै कतैतिर हुनुपर्छ है तपाईँको config.ini भन्ने यस्तो केहीमै हुन्छ क्या यहाँनिर केही नाम चाहिँ हुन्छ तर अहिले मलाई ठ्याक्कै देखिन ए सरी इन्क्लुड भित्र चाहिँ हुन्छ है यसको यहाँ इन्क्लुड रहेछ मैले फेरि इन्क्लुड फोल्डरै नहेरिकन ल यो भित्र चाहिँ केमा हुन्छ भन्दाखेरि डेटाबेसको config.ini भित्र होला सायद यहाँनिर ल हो यहाँभित्र छ है यहाँनिर तपाईँले जे युजर नेम राखेर त्यही युजर नेम क्रिएट गर्नुपर्छ यो फाइलहरू चाहिँ जसलाई चाहिन्छ इन्टरनेटमा पाइन्छ ल गिटअपमा जानुहोस् अनि गिटअपमा हान्नुहोस् मटिटा 2 भनेर MULTILLIDAE डाउनलोड गिटअप भनेर हजुरहरूले हान्नु भने यो सेटअप गर्ने तरिका हो है ए यो भित्र चाहिँ अब सबै कुराहरू छ तपाईले यो चाहिँ होइन है फेरि यो चाहिँ होइन जस्तो छ यसमा चाहिँ फेरि त्यो दिएको छैन फाइलहरू दिएको छैन पहिला हेर्नु है राम्ररी कुन हो भनेर त्यतिकै डाउनलोड नगरिहाल्नु होला यो चाहिँ हो जस्तो चाहिँ हो यहीँ ओपन सोर्स यो युआरएल मा गएर डाउनलोड गर्नु अनि सेटअप गर्नु यसरी दुई तीनटा तपाईहरुले आफैले सेटअप गर्नु पर्यो बिवाप भन्ने पनि छ जुन सेटअप गर्दा पनि भयो है तपाईहरुलाई ज्याम चलाउँदा पनि भयो तपाईहरुलाई जे युज गर्न मन लाग्छ त्यही युज गर्दा पनि भयो मैले चाहिँ यो तीनटा सेटअप गरेर राखेको छु बिवापी यो पनि छ यसमा सेटअप गर्दा पनि भयो र अब जसलाई यो युज गर्न आउँदैन अब उहाँहरुले चाहिँ के युज गर्नु पर्यो एकदम सजिलोको लागि एकदम सर्ट कन्फिगरेसन जुन चाहिँ अब लारागन भन्ने कसैले सुन्नु भएको छ लारागन हो यो चाहिँ युज गर्नु है तपाईहरुले अब लारागन अब अलरेडी रनिङ भन्छ है पहिले रनिङ भइराछ भन्दै छ अहिले सर सुन नि हेलो लो फर्स्टी पानी लो ल हैन हजुर हामीले के पढ्यौं भन्दिन न एकछिन मैले भर्खर जोइन भएको ल अब भिडियो हेर्नुस् भन्दिन न अलिकति अलिक बुझेन क्या के हो यो वेब डेभलपमेन्ट ए अनि ओके ल कसैलाई चाहिँ सेटअप गर्न आएन भने यो चाहिँ प्रोफेसनली युज गर्ने सफ्टवेयर हो जसलाई चाहिँ अब युज गर्न आउँदैन ज्याम्प युज गर्न अल्छी लाग्छ वा ज्याम्प भन्दा एकदम राम्रो खालको डेभलपमेन्ट इन्टरप्राइजेस टुल चाहियो भने यो छ है जुनमा चाहिँ तपाईहरुले हरेक कुरा युज गर्न मिल्छ जस्तो यसभित्र तपाईलाई वर्डप्रेस युज गर्नु पर्यो ज्याम्पमा वर्डप्रेस इन्स्टल गर्न धेरै गाह्रो छ यसमा वान क्लिकमा इन्स्टल हुन्छ लाराभेल चाहियो लाराभेल है यसभित्र धेरै टुलहरू बाइ डिफल्ट युज भएको हुन्छ अपाचीको तपाईलाई हरेक सर्भरहरू यही कन्फिगरेसन मिल्छ है MySQL को नि एउटा मात्रै सर्भर मिल्दैन MySQL को नि डिफरेन्ट भर्जनहरू मिल्छ तपाईलाई अर्को छ Node.js हरू रन गर्नु पर्यो भने छुट्टै डाउनलोड गर्नु पर्दैन यही भित्र Node.js को सबै प्रोजेक्टहरू रन गर्न मिल्छ PHP को हरेक भर्जन यही भित्र छ है तपाईलाई जे इन्स्टल गर्न मन लाग्छ पाइथन हो एकैचोटी एक क्लिकमा केही गर्नु पर्दैन सिर्फ क्विक एक्टमा जाने अनि ल एक्सप्लोरर भित्र जाने हैन हैन यसको फेरि मैले बिर्सेँ कहाँनेरि हुन्छ भनेर भन है यसको बाइ डिफल्ट चाहिँ कुन डिरेक्टरीमा हुन्छ भनेर सर यो हाम्रो जति वेब डेभलपमेन्ट एपहरु छ नि यो सबै भल्नरेबिलिटी एप वेब एपहरु है हजुर हजुर यो चाहिँ हजुरहरूले भोलिको वा पर्सि बुझाउने ल्याबमा चाहिँ यो भोलि बुझाउनु पर्ने भोलि स्याटरडे पर्सि स्याटरडे बुझाउनु पर्ने चाहिँ यो यसरी सेटअप गर्नु भने कतिलाई सेटअप गर्नै आएन रे अनि त्यही भएर यो सेटअप गर्न सिकाएको वेब एप्लिकेसन चाहिँ कसरी सेटअप गर्ने भनेर यो चाहिँ इन्टरप्राइजेस भर्जनको हो हैन यो चाहिँ कसरी गर्ने हजुर यो गर्न चाहिँ गरे हो पहिला लिनक्समा हजुर कालीमा गर्न त गरे हो म्याकमा चाहिँ कसरी गर्ने हो सबै ज्याम्पहरु राखेर नि गर्ने हो हैन म्याकको लागि चाहिँ हजुरले एउटा टुल पाइन्छ हैन त्यो टुल युज गरेर गर्न सक्नुहुन्छ कुन टुल सर अलिक म्याकको बारेमा नि अलिकति भनिदिने गर्नु न म्याकमा पुरै टोट म्याकको बारेमा चाहिँ फेरि त्यति खासै आइडिया नहुने भएको कारणले गर्दाखेरि होला म्याक चाहिँ त्यति खासै युज पनि नगर्ने भएर होला म्याकमा चाहिँ अब थाहा नै नहुने के म्याकमा पनि पाइन्छ हैन म्याप भन्ने पाइन्छ सायद हैन पर म्याक भनेर हान्नुभयो भने ए ल यहाँ छ है म्याप यो चाहिँ प्राय अब मैले जति पनि म्याक युजरहरू छ प्राय सबैले प्राय यही युज गरेको देखिरहेको हुन्छु हैन अब यो काम गर्छ गर्दैन चाहिँ मैले अहिलेसम्म युज गरेको छैन यहाँ लोगो पनि एप्पलकै छ हैन
प्रोफेसनल लिङ्क WhatsAppमा गरिदिनु न फर म्याक युजर्स भनेर। ल मैले एक ग्रुपमा हालिदिन्छु हजुरहरूले उतापट्टि हालिदिँदा हुन्छ है। हुन्छ हस् हस्। ल हो यसमा चाहिँ युज गर्दा भयो। अब म्यापमा यो चल्छ जस्तो लाग्छ, प्राय धेरैजनाले चलाइरहनु भएको हुन्छ म्याकमा चाहिँ। मैले चाहिँ चलाएको छैन है, फेरि अब यसमा चाहिँ मलाई थाहा हुँदैन कसरी काम गर्छ भनेर। मैले प्राय युज गर्ने भनेको चाहिँ लारागन हो होइन, जुन चाहिँ इन्टरप्राइजेस सफ्टवेयर हो होइन, एकदम फास्ट पनि छ र जुन चाहिँ हजुरहरूले वेब डेभलपमेन्टमा प्राय कतिले नामै सुन्नु भएको छैन होला होइन। यो चाहिँ एकदम सिम्पल पनि छ र मोर फास्ट पनि छ र सिम्पल पनि छ। यसको मेन डिरेक्टरीमै गएर हजुरले एकैचोटिमा रन गर्न पनि सक्नुहुन्छ है। पक्नुलाई यो कुन डिरेक्टरीबाट कन्फिगरेसन यो हुन्छ। म्याकमा पनि गर्न मिल्छ होला नि लारागन त। लारागन चाहिँ अब मैले अहिलेसम्म म्याकमा चलाएको छैन, थाहा भएन है मलाई त्यसको बारेमा चाहिँ। त्यसो भए ट्राई गर्नु। हुन्छ हजुरले ट्राई गर्नुहोस्, भयो भने मलाई पनि भन्नुहोस्। भने यसको कहाँनिर हुन्छ नि म आफै कन्फ्युज भएँ। लारागनको डिरेक्टरी लारागन फाइल फोल्डर यसको चाहिँ डेटाभित्र सरी www भित्र चाहिँ तपाईँले राख्नुभयो भने चाहिँ यहाँनिर चाहिँ रन हुन्छ ल। यो लारागनको चाहिँ फोल्डर फाइल सबै यहीँ रन हुन्छ र कन्फिगरेसन पनि एकदम छिटो हुन्छ। तपाईँहरूलाई धेरै केही गर्नै पर्दैन, ज्याम्पमा जस्तो यताउति केही गर्नु पर्दैन। तर लोकली चाहिँ सेटअप गर्न जान्नुपर्छ। जस्तै ज्याम्पमा मैले सेटअप गर्न सिकाएँ भर्खर, त्यस्तै गरी लारागनमा चाहिँ त्यति टाइम लाग्दैन सेटअप गर्नलाई। सिम्पल एकदम ब्लेजिङ फास्ट छ र इन्टरप्राइजेस टुल हो। प्राय सबैजनालाई ज्याम्पै सिकाइरहेको हुन्छ, तर वर्ल्ड वाइड इन्टरनेसनली युज हुने भने चाहिँ लारागन छ। किन जति पनि ठुल्ठुलो डेभलपरहरू छ, जति पनि ठुल्ठुलो कम्पनी छ, उनीहरूलाई त स्पिडसँग मतलब हुन्छ नि त, कति फास्ट सफ्टवेयरले काम गर्छ भनेर। यो ज्याम्प भनेको चाहिँ पर्सनली कलेज स्कुलतिर सिकाउने टुल हो र लारागन भनेको चाहिँ इन्टरप्राइजेस लेभलको टुल हो है। यो चाहिँ ठुल्ठुलो कम्पनीमा मात्र युज हुन्छ र यो पेड चाहिँ एकदम छ। कति दिनसम्म 30 डेज मात्रै ट्रायलमा दिन्छ, त्यो पछि चाहिँ फेरि पेडै गर्नुपर्छ हजुरहरूले है। ल म्याकमा चाहिँ यो युज गर्नु। अरू पनि छ हजुरहरूले युज गर्न चाहनुहुन्छ भने चाहिँ इजी PHP भनी छ, ESY PHP है, जुन पनि सायद त्यस्तै काम गर्छ। अब तर यो चाहिँ वेब सर्भर हो PHP को लागि, जति पनि छ सायद PHP कै लागि हो होइन। अनि अर्को एम्स भन्ने छ, यो पनि सायद काम गर्छ कि गर्दैन चाहिँ थाहा छैन मलाई म्याकमा चाहिँ, तर विन्डोजमा चाहिँ फुल्ली काम गर्छ ल। यो इजी PHP भनेको जस्तै ज्याम्प जस्तै हो है PHP को डेभलपमेन्ट गर्नलाई। अर्को छ एम्स भन्ने छ। त्यो PHP बुझेन। PHP अहिले जुन भन्नुभयो नि त्यो के को लागि हो? यो पनि त्यही लाराभेल जस्तै हो कि लाराभेल सरी ज्याम्प जस्तै हो कि, लोकल PHP डेभलपमेन्ट इन्भाइरोमेन्ट। इजी PHP भनेको पनि हजुरको ज्याम्प जस्तै हो कि डिटु, तर यो चाहिँ PHP, यसको नाम चाहिँ यो हो कि इजी PHP भनेर। इन्स्टल गरे जस्तै यो लोकल PHP इनर हो। हजुर हजुर, यो पनि डाउनलोड गरेर इन्स्टल गर्ने हो। यो चाहिँ PHP को कोड डेभलपमेन्ट गर्ने, सेम एउटै हो। ओके। अनि एम्स युज गर्दा पनि भयो। गरिसकेर DBWA बिब्यापहरु सबै चल्छ त्यो गरेर। त्यो गरेर अनि त्यो मैले भर्खर देखाएको जस्तो गिटअपमा गएर इन्स्टल गर्नुपर्छ तपाईँहरूले। फेरि त्यो हाल्ने बित्तिकै त सबै आउँदैन नि त, बरु लिङ्क चाहियो भने चाहिँ म DBWA को गिटअप लिङ्क हालिदिन्छु हजुरहरूलाई। DBWA को लिस्टिङ एपहरु सबै उसमै ग्रुपमा हाल्दिनु न। हुन्छ हजुरहरूले सेटअप गर्नु होला, कन्फिगरेसन गर्नु होला। DBWA अनि मटिडा MULTI मटिडाको चाहिँ यो हो सायद है। हेर्नु ल मुनिपट्टि त्यो फाइल हुनुपर्छ, PHP फाइल भएन भने चाहिँ काम गर्दैन। धेरै पुरानो फाइल हुन चाहिँ, तर नि काम गर्छ मजाले। लारागनलाई नि बाइपास गर्न मिल्छ होला नि, रजिस्टरमा गएर मिल्छ आउँछ भने गर्नुहोस्। बाइपास गर्न के चाहिँ मिल्दैन भन्नु न, सबै चिज गर्न मिल्छ। अर्को एम्स छ है, यो एम्स भने पनि डिटु त्यही हो, हामीले वाम्स ज्याम्प चलाएको जस्तै हो। यो चाहिँ एउटा अब वाम्प र म्याप भनेको चाहिँ दुवै, यो चाहिँ म्याक ओएसलाई पनि काम गर्छ है, वर्क्स अन विन्डोज एन्ड म्याक ओएस। लिनक्सलाई चाहिँ यसले काम गर्दैन। तपाईँले यो युज गर्दा पनि भयो है। कसले म्याक युजरको लागि भन्नुभएको थियो, यो युज गर्दा नि भयो हजुरले। म्याकको लागि यो पनि काम गर्छ, केही गरी त्यसले काम गरेन भने चाहिँ यो युज गर्दा भयो है।
यो 5वटा छ, ज्याम छ, वाम छ है, अनि इजी पिएचपी छ, अनि लारागन छ। सबसे बेस्ट चाहिँ तपाईहरुलाई लारागन युज गर्दा राम्रो हो है। जसलाई एकदम हाई एन्ड पर्फर्मेन्स चाहियो, धेरै मल्टी वेब एप्लिकेसनहरु डेभलपमेन्ट गर्नुहुन्छ जस्तो नोड, पिएचपी हैन, पाइथन सबै एकै ठाउँमा काम गर्नु पर्यो भने हो, यस्तो चाहिँ सबै एकै ठाउँमा गर्नु भने लारागन एन्टरप्राइजेस टुल हो, सबैले युज गर्छन् प्राय इन्टरनेसनली नै। ल अब चाहिँ बल्ल हाम्रो आजको क्लास तर्फ लागौं। त्यो गर्दा पनि हुन्छ, तर आफ्नै सिस्टममा चाहिँ तपाईलाई चाहियो भने चाहिँ त्यो हो है, आफ्नै सिस्टमको लागि चाहिँ तपाईलाई त्यो हो। तपाईलाई अब आफ्नै सिस्टममा मलाई चाहियो, म मेरो सिस्टममा रन गर्छु भन्नुभयो भने चाहिँ तपाईलाई त्यहाँनेरि छ, नत्र चाहिँ छैन। ल ल मलाई सुरुमा चाहिँ थ्रेड इन्टेलिजेन्स भनेको के हो भनेर भन्नुहोस् त, कसैलाई थाहा छ? आजको टपिक त हेर्नु भयो नि तपाईहरुले। ल अब मलाई थ्रेडको बारेमा भन्नुहोस् त, कसैलाई थाहा छ भने? व्हाट इज थ्रेड वा व्हाट इज थ्रेड इन्टेलिजेन्स? इन्टेलिजेन्स भन्ने बित्तिकै के बुझिन्छ? कसैलाई पनि थाहा छैन? तर मैले जहाँसम्म थ्रेड इन्टेलिजेन्स भनेको के बुझाएको छ भने एउटा काइन्ड अफ अ मोडल टाइपमा हुन्छ जुनमा चाहिँ भल्नरेबिलिटी र लेजिटिमेटहरू थ्रेड्सहरू हुन्छ नि नामहरू, हजुर त्यो सबै साइबर सेक्युरिटीको डिजिटल वर्ल्डमा गरेर राखिसकेपछि डिजिटली उम्, त्यो कस्तो हुन्छ नि, केही कुरा सस्पिसियस आयो भने त्यसले तुरन्तै डिटेक्ट गरेर उम्, हो कि होइन सस्पिसियस भनेर भनिदिने कुरा हो कि थ्रेड इन्टेलिजेन्स भनेको। मेरो बुझाइमा चाहिँ त्यस्तो छ। ल ठिकै छ तपाईको बुझाइ अनुसारले पनि। अरु कसैको? अरु कसैको? कसैलाई थाहा छैन अरु? व्हाट इज थ्रेड इन्टेलिजेन्स? थ्रेट भनेको चाहिँ एनिथिङ द्याट क्यान हार्म आवर सिस्टम अथवा डाटा। अनि हजुर थ्रेट इन्टेलिजेन्स भनेको चाहिँ इन्फर्मेसन कलेक्टेड टु अन्डरस्ट्यान्ड एन्ड प्रिभेन्ट साइबर थ्रेट्स। ओके। ल थ्रेड इन्टेलिजेन्स भनेको चाहिँ के हो भन्दाखेरि बेसिकली कुनै पनि हाम्रो सिस्टममा थ्रेड आउनुभन्दा अगाडि नै डिटेक्ट गर्नेलाई चाहिँ थ्रेड इन्टेलिजेन्स भन्छ। जस्तो तपाईले स्वकतिर हाम्रो सिस्टममा थ्रेड आउँदैछ, हाम्रो सिस्टममा जस्तो यहाँनिर एउटामा म देखाइदिन्छु, साइबर म्याप भनेर तपाईले हेर्नुभयो भने ल हेर्न, यसलाई भन्छ थ्रेड म्याप भन्छ है, साइबर थ्रेड म्याप भन्छ। अब यसले चाहिँ के गर्छ त भन्दा रियल टाइममा यो देशबाट यो देशमा अट्याक भइरहेछ भनेर हामीलाई देखाइदिन्छ। जस्तो हेर्नु, यसको बारेमा यसले देखाइरहेछ। अब नेपालमा अहिले हालचाल के अट्याक भएको छ कि छैन त? छैन भनेपछि यो चाहिँ एउटा थ्रेड म्याप हो। यो देशले यसलाई अट्याक गर्दैछ भने नेटवर्कमै देखाइदिन्छ के कुन देशले कुन देशलाई धेरै बढी अट्याक गरिरहेछ। ल हेर्नु, यो कुन देशबाट अट्याक धेरै भइरहेछ अहिले सबैभन्दा बढी है। अब यहाँ डिफ्रेन्ट टाइप्स अफ सिम्बलहरू छ, जस्तो ओएएस भनेको अन एक्सेस हैन, अब अन डिमान्ड स्क्यान हैन, मेल एन्टिभाइरस चेकर, वेब एन्टिभाइरस, आइडिएस हैन, भल्नरेबिलिटिज स्क्यान कतिजनाले कुन कुन वेबसाइटमा गरिरहेछन् हो, यस्तो सबै कुराहरू क्यास्परस्काईले कतिवटा ब्यान्ड गर्यो हैन, बटनेट एक्टिभिटी कति डिटेक्ट भयो, यस्तो सबै कुराहरू लाइभमा देखाउँछ नि, यसलाई चाहिँ थ्रेड म्याप भन्छ। बेसिकली यस्तोलाई चाहिँ थ्रेड म्याप भन्छ है। ल हेर्नु, अब टप टार्गेटेड कन्ट्रीमा सबसे 3 नम्बरमा कुन छ हेर्नु त? वर्ल्डको सबसे टप टार्गेटेड कन्ट्रीमै पर्छ है नेपाल पनि। हेर्नु, टप टार्गेटेड कन्ट्रीमा तेस्रो नम्बरमा पर्छ नेपाल। बटनेट डेली एक्टिभिटिज 28%, इन्फो स्टिलर भनेको तपाईको इन्फर्मेसन चोर्ने दिनको 9%, ब्याङ्किङ 2%, ऱ्यान्समवेयर 6% र मोबाइल भाइरस 0.2%। यो लाइभ देखाइरहेको हुन्छ। जस्तो यो देशले यो देशलाई अट्याक गर्ने यहाँनिर लाइभ आइरहेको हुन्छ है। अब यो चाहिँ कहिलेको हो चाहिँ थाहा भएन, तर लाइभ अट्याक चाहिँ यसरी नै डिटेक्ट गर्छ उनीहरूले कुन देशमा कति अट्याक भयो। जस्तो येल्लो लाइन भनेको एक्सप्लोइट हो हैन, कुन देशले कुन देशलाई नेपाललाई एक्सप्लोइट गरिरहेछ, एक्सप्लोइट पठाइरहेछ वा एक्सप्लोइट ट्राई गरिरहेछ। यो कसरी डिटेक्ट हुन्छ भन्दा नेटवर्कबाट डिटेक्ट हुन्छ। अनि उनीहरूले त्यही कुरा चाहिँ कुन देशबाट आइपीबाट, जस्तो हामीले आइपी हेरेर स्क्यान गर्छ नि कुनै वेबसाइट,
हो यसरी नै यसले चाहिँ देखाउँछ कि यो देशबाट यो देशलाई हमला भयो या ऊ गर्यो भनेर यसले यहाँ भनिदिन्छ। हेर्नु लास्ट 30 डेजमा कति % अट्याक भएको छ, के युज भएको छ है। यसरी चाहिँ हाम्रो देशहरूमा धेरै अट्याक हुने कुराहरू हामीले हेर्न मिल्छ। यसलाई चाहिँ भन्छ थ्रेड म्याप भन्छ, साइबर थ्रेड म्याप। अरू पनि छ है, धेरै कम्पनीको आफ्नो थ्रेड म्याप हुन्छ। उनीहरूले डिटेक्ट गरेको कुराहरू चाहिँ यस्तो वेबसाइटमा उनीहरूले देखाइदिन्छ। ल हेर्नु है, उनीहरूले अब यो चाहिँ एउटा वेब एप्लिकेसन जसले जानुहुन्छ यसलाई चाहिँ एनिमेजियस भन्छ, एनिमेजियस, जुन चाहिँ 3D वा 3D डिजाइन गर्नको लागि काम गर्छ। यो चाहिँ म्यापहरू, यो कुन देशले कुन देशलाई अट्याक गर्यो है। टप अट्याक, आज अट्याक भएको टप कन्ट्री 29% है। टप अट्याकर कुन कन्ट्रीले 1 घन्टा अगाडिको है। ब्राजिल 44%, भनेपछि ब्राजिलले टप अट्याक गरेछ। युनाइटेड स्टेट 25% है। नेदरल्यान्ड, इन्डिया 9%, सिङ्गापुर 8%। भनेको यिनीहरू देशले चाहिँ आज अट्याक गरेछन्। अट्याकर्सहरू अट्याक्ड भएको देशहरू 29%, युएस, इन्डिया, स्विजरल्यान्ड, अस्ट्रेलिया, स्पेन। के अट्याक गरे त? अब टिसिपीको नेटवर्क हेर्नु ल, टिसिपी फ्लोट, युडिपी फ्लोट, डिएनएस, आइपी, के भयो? टप स्क्यान, युडिपीको पोर्ट के स्क्यान गर्यो, टिसिपीको कुन पोर्ट स्क्यान गर्यो हो। यसलाई जब हामी हेर्छौँ नि, यसलाई चाहिँ भन्छ थ्रेड म्याप भनेर, जुन चाहिँ हेर्दाखेरि रियलमा मजा पनि आउँछ एकछिन हैन। कुन देशले के गर्यो, कुन देशले अट्याक गर्दैछ भनेर यो मोनिटरिङ गरेर जुन चाहिँ वर्ल्ड वाइड देखाउँछ नि हो, यसलाई चाहिँ के भन्छ त? थ्रेड म्याप भन्छ। लाइभ हेर्दाखेरि जुन चाहिँ सिस्टमभित्र भएको हरेक कुराको इन्फर्मेसनहरू देखाउने लाइभलाई चाहिँ त्यसलाई थ्रेड म्याप भन्छ। उनीहरूको सिस्टमले डिटेक्ट गरेको कुरा मात्रै देखाउँछन् फेरि यो पनि रियलमा चाहिँ है। जस्तो यहाँबाट यहाँ अट्याक भयो भनेर उनीहरूको सिस्टमले डिटेक्ट गरेपछि हेर्नु, यो अहिले भर्खरै कति 859, 849 है, यो कति टाइममा यो अट्याक भएको कुराहरू हो। यो चाहिँ एपिआईहरूबाट उनीहरूले यो वेबसाइटमा यसरी देखाउँछ, यो कन्ट्रीबाट यो देशमा अट्याक भएको छ भनेर हो। यसरी हेर्नेलाई चाहिँ साइबर थ्रेड म्याप भन्छ। अब हाम्रो देशमा अट्याक हुन थालेछ भने त हामीले अगाडि नै थाहा पाउने भयो नि त हैन हो। त्यसलाई प्रिभेन्सन गर्नलाई चाहिँ साइबर थ्रेड इन्टेलिजेन्सको काम हुन्छ बेसिकली। ल अब यसमा चाहिँ भेरियस कुराहरू पर्छ। जस्तो हाम्रोमा चाहिँ के कुराले चाहिँ एफेक्ट गर्यो त हैन। हाम्रो कुन चाहिँ चिजले चाहिँ हाम्रो सिस्टमलाई धेरै एफेक्ट गर्न छ त? जस्तो टिसिपीको स्क्यानले धेरै गर्यो भने डिडोस अट्याक गर्ने हो कि, वा त्यो लिजिमेट कनेक्सनै होइन प्रोक्सी सर्भर युज गरेर गरेको कनेक्सन हो कि हैन। त्यही भएर चाहिँ त्यो चेक गर्नलाई चाहिँ हामीलाई थ्रेड इन्टेलिजेन्स म्याप चाहिन्छ। ल अब आज चाहिँ हामी थोरै यसको इन्ट्रोडक्सन अनि यो किन इम्पोर्टेन्ट छ, यसको सोर्स हैन, कसरी चाहिँ हामीले हेर्न सकिन्छ, यसको डिफ्रेन्ट टाइप्स अफ सोर्सहरू, कसरी थ्रेडहरूलाई हामीले प्रोटेक्ट गर्न सकिन्छ, कसरी एक्सप्लोर गर्न सकिन्छ, यसको कुराहरू थोरै हेर्छौँ र कुन टुल युज गर्ने त्यसको बारेमा हेर्छौँ है त। ल थ्रेड इन्टेलिजेन्स भनेको चाहिँ एउटा एभिडेन्स बेस्ड नलेज हो। जस्तो हामीलाई कोर्टमा चाहिँ कुनै पनि कानुन लड्नु छ भने पहिला सबुत चाहिन्छ नि, त्यस्तै गरी थ्रेड इन्टेलिजेन्समा पनि कुनै एउटा चिजको हामीलाई प्रपर डकुमेन्टेसनको एभिडेन्स हुनुपर्छ। हाम्रो देशमा अट्याक हुन थालेको छ भनेर हैन, अट्याक भइसकेको छ भनेर त्यसको पहिला एभिडेन्स हुनुपर्छ हामीलाई। वा त्योभन्दा अगाडि नै हामीलाई डिटेक्ट गर्नु हो भने त्यसको लागि चाहिँ थ्रेड इन्टेलिजेन्स युज हुन्छ। जस्तो युएसमा अट्याक हुनुभन्दा अगाडि नै युएसलाई थाहा भइसकेको हुन्छ मलाई चाहिँ यतिको कुन ठाउँमा अट्याक हुन्छ, कुन सेन्टरमा अट्याक हुन्छ भन्ने उनीहरूलाई थाहा हुँदैन र कुन देशले गरिरहेको छ भन्ने कुरा चाहिँ उनीहरूलाई थाहा हुन्छ। यो देशबाट किनकि आइपी पनि आउँछ, त्यो देशकै आइपीसँग आउँछ, एएसएन नम्बर आउँछ हैन, सबै कुरा आउँछ हाम्रो। ल अब आयो पहिला सुरुमा सर हजुर VPN युज गर्यो भने नि हुन्छ र त्यस्तो? कस्तो भिपिएन भन्नाले? VPN युज गरेर त्यो आइपीहरू त्यो देश त्यही देशबाटै गरेको भन्ने थाहा हुन्छ? भिपिएनमा चाहिँ यस्तो टनलिङ सिस्टम हुन्छ, त्यसमा चाहिँ कन्ट्री चाहिँ चेन्ज हुन्छ। त्यही त, त्यो गर्यो भने त लेजिटिमेट यही कन्ट्री स्पेसिफिक कन्ट्रीबाट हो भन्ने कुरा नि थाहा हुन्छ र? त्यस्तो चाहिँ थाहा हुँदैन, तर भिपिएन डिटेक्सन टुलहरू पनि हुन्छ अहिले। हजुर तपाईँले भिपिएन तर यस्तो हुन्छ हार्ड टु डिटेक्ट हुन्छ। जस्तो पाउनु ल, अब फेरि मैले यहाँ भिपिएन युज गरेँ भने तपाईँहरूसँग कनेक्सन फेरि कटेला होइन। जस्तो
अनि त्यो एकदमै लार्ज ग्रुपहरू जस्तै एपिटी वाला टाइपकोहरू हुन्छ नि हजुर उनीहरूले चाहिँ के एडभान्स गर्छ पर्सिस्टेन्स थ्रेड एडभान्स टाइप अफ अट्याकर्सहरूले मात्रै गर्छन् होला है त्यस्तो त हजुर यो चाहिँ एकदम धेरै एट्याकहरू चाहिँ अब कुनै कम्पनीलाई हार्मफुल गर्नलाई कुनै कम्पनीको चाहिँ अब टेस्ट गर्नलाई गर्छन् अनि यिनीहरूले प्राय चाहिँ सर्भर युज गर्छन् हाई डेडिकेटेड सर्भरहरू युज गरेर अनि त्यो टेस्टिङ गर्छन् जस्तो रिसेन्टली क्लाउड फेयरहरूमा टेस्टिङ भएको थियो होइन कति टेराबाइटको हो त्यो चाहिँ थ्रेड इन्टेलिजेन्स हो कि उनीहरूले जियोस सर्भर क्रास भएको भए वर्ल्ड वाइडमा कतिवटा वेबसाइटहरू डाउन हुन्थ्यो कि लगभग 75% 85% सर्भर वेबसाइटहरू डाउन हुन्थ्यो किनकि सबै सिडिएनमा क्लाउड फेयर युज गर्छ क्लाउड डेलिभरी नेटवर्कमा त सिडिएन युज गर्छ फास्ट रेस्पोन्स होस् भनेर के अरे क्लाउड फेयरको सर्भरै डाउन भयो भने त होल इन्टरनेटभरि नै वेबसाइट त कति स्लो हुन्छ नेपालबाट फेसबुक जानलाई नै कमसेकम पनि धेरै मिलिसेकेन्ड लाग्छ कि अहिले त फास्ट छ नि त हामी त 2-3 सेकेन्डमै लोड भइरहन्छ हो त्यही गर्दाखेरि चाहिँ त्यस्तो कुराहरू चाहिँ अब डिटेक्ट गर्नलाई चाहिँ हामीले थ्रेड इन्टेलिजेन्स युज गर्छ र तपाईँले भन्नुभयो अब भिपिएन युज गरेर पनि डिटेक्सन गर्न गाह्रो हुन्छ त्यो चाहिँ हो तर डिटेक्सन टुलहरू चाहिँ छ है जस्तो एफबिआई सिबिआई होइन नेसनल ल एजेन्सी नेसनल सेक्युरिटी एजेन्सीहरूले चाहिँ युज गर्छ के को लागि भन्दा डिजिटल फरेन्सिक इन्भेस्टिगेसनको लागि डिएफआइआर भन्छ त्यसको लागि चाहिँ के युज गर्छ त भन्दाखेरि तपाईँले भिपिएन युज गरेर त्यो सिस्टमलाई हार्म गर्नुभयो कि तपाईँ रियल युजर हो कि होइन उनीहरूले सबै नेटवर्कको इन्फर्मेसन निकाल्छ क्या मोबाइलमा जे पनि भेटेको हुन्छ नि डिभाइसहरूबाट त्यसबाट चाहिँ उनीहरूले निकालेको हुन्छ र 80% चाहिँ अब म्याप चाहिँ त्यो नर्मल अट्याक्सहरू भन्नु मिल्छ सर हजुर लाइक नर्मल अट्याकर्सहरूले गरेको होला चाहिँ डिटेक्ट गरेको भन्नु मिल्छ त्यो म्याप भर देखाउनु भयो नि हो मिल्छ अब एडभान्स पर्सिस्टेन्सहरूले पनि गरेको डिटेक्ट हुन्छ तर उनीहरूको एपिटीको ग्रुपको काम भनेको यो थ्रेडपट्टि पर्दैन फेरि उनीहरूको चाहिँ सिस्टम बाइपास गर्ने अनि उनीहरू पर्सिस्टेन्स भन्ने बित्तिकै ओड आउने बित्तिकै बुझ्नुहोस् कि अब यस्तो ग्रुप हो कि उनीहरूले टाइप मालवेयर ऱ्यान्समवेयर वर्ल्ड वाइडमा कहिले पनि नभेटेको नदेखेको नयाँ युनिक कुराहरू निकाल्छ क्या एपिटीको ग्रुपको मेम्बरहरूले चाहिँ जस्तो ऱ्यान्समवेयर वानाक्राई पनि एपिटीकै ग्रुप एपिटी 28 होइन उनीहरूकै कुनै ग्रुपले निकालेको हो कि होइन एपिटी भनेको धेरै नै हाई लेभलको ग्रुपहरू हो एडभान्स पर्सिस्टेन्स है थ्रेड जस्तो यो के को लागि युज हुन्छ भन्दा 80% चाहिँ यसले के गर्छ त इन्सिडेन्ट रेस्पोन्स रेटहरू डिटेक्ट गर्छ जस्तो कुन ठाउँबाट आइरहेको छ मेरो ट्राफिकहरू होइन जस्तो अघि हामीले हेऱ्यो नि नेपालबाट यो देशबाट यसमा आइरहेछ भनेर देखाउँछ र यसमा चाहिँ अब स्ट्राटेजी अब जस्तो हामीले के स्ट्राटेजी युज गर्यो भने चाहिँ मेरो सिस्टमको ट्राफिक चाहिँ जस्तो आइपीहरू हुन्छ अब डिफ्रेन्ट टाइप्स अफ मल्टिपल आइपीहरू हुन्छ त्यो आइपीहरूलाई ब्लक गर्ने कि त्यो कन्ट्रीबाट आउने सबै एएसएन नम्बरहरूलाई ब्लक गर्ने कि जस्तो भाइनेटको एएसएन नम्बर यति हो होइन ओल्डिङको एएसएन नम्बर यति हो र यो एएसएन नम्बरलाई डेडिकेटेड गरेको आइपी एड्रेस चाहिँ सबै ब्लक गर भन्ने बित्तिकै उनीहरूले डिसिजन मेकिङ गर्न पाए नि त हो त्यो 1-2 जनाले अट्याक गर्ने बित्तिकै त हुँदैन लार्ज नम्बर अफ डेटा आउन थाल्यो भने चाहिँ त्यो ठाउँबाट चाहिँ उनीहरूले त्यो कन्ट्रीकै डेटालाई ब्लक गरिदिन्छ र वा त्यो कन्ट्रीबाट कुन आइएसपीबाट आइरहेको छ त्यो आइएसपीको सबै डेटा चाहिँ उनीहरूले के गरिदिन्छ ब्लक गरिदिन्छ भनेपछि तपाईँले फेसबुकले के गर्छ तपाईँहरूले सबैजना मिलेर फेसबुकमा टार्गेट गर्नुभयो र सबैजनाले एकैचोटि गर्नुभयो भने उनीहरूको इन्सिडेन्ट रेस्पोन्स टिम र थ्रेट डिटेक्सन टिमले चाहिँ के गर्छ त फर्स्टमा चाहिँ कुन देशबाट सबसे हाई ट्राफिक आइरहेछ त्यो चेक गर्छ त्यो चेक गरेपछि उनीहरूले डिसिजन बनाउनु पर्यो अब उनीहरूको पनि कुन देशको कुन आइएसपीले बनायो कुन आइएसपीको सर्भरबाट सबसे धेरै ट्राफिक आइरहेछ त त्यो चेक गर्छ अनि त्यो पछि फेरि के गर्छ अब यो आइएसपीको रियल युजर हो कि लिगिमेट युजर हो कि होइन चेक गर्छ वा फ्लोडिङ गरेको छ त कसैले एकैचोटिमा 1000 जना चाहिँ एउटै युजरले म 1000वटा युजर हो भनेर पठाइरहेछ कि त्यसलाई चाहिँ फ्लडिङ भन्छ है त्यस्तो गरेर पठाएको छ कि त्यो सबै उनीहरूले भेरिफाई गर्छ त्यो मिलिसेकेन्डमा हुने काम हो है फेरि यो चाहिँ सबै अटोमेसन हुने काम हो सुरुमा सिस्टम बनाउन गाह्रो हो बनाएपछि डिटेक्सन गर्नलाई र डिसिजन मेकिङ गर्नलाई सजिलो हुन्छ भनेर यसरी बनाएको हुन्छ त्यही गरी उनीहरूले ब्लक गरिदिन्छ र अब थ्रेड इन्टेलिजेन्सको लाइफ साइकल कस्तो हुन्छ फर्स्टमा डेटा कलेक्सन गर्छ कुनै पनि आएको डेटा म्यालवेयर नेटवर्कमा आउने ट्राफिकहरूलाई डिटेक्ट गर्छ अनि फेरि प्रोसेस गर्छ अब त्यसलाई नर्मलाइजेसन्स गर्ने कोरलाइजेसन्स गर्ने यस्तो कुरा आउँछ अब एनालिसिस गर्छ कुन चाहिँ ट्याक्टिक युज गरेर त्यसलाई ठिक गर्न सकिन्छ त्यो पछि फेरि आउँछ एनालिसिस गर्छ अब चाहिँ बल्ल भन्छ अब चाहिँ रिस्क छ कि छैन त भनेर अनि त्यो पछि बल्ल उनीहरूले रिपोर्ट सेयरिङ गर्ने काम गर्छ है र फर्स्टमा चाहिँ कुनै पनि इन्फर्मेसन निकाल्नु पर्यो कसैको इन्फर्मेसन निकाल्नु पर्यो भने जस्तो ओएसआइएनटी फ्रेम वर्क भन्छ एउटा यो चाहिँ इन्टरनेसनली प्राय युज गर्छ यो भन्दा अर्को पनि छ है एउटा
ओएसआइएनडी फ्रेमवर्क भन्दा नि जस्तो तपाईँलाई इमेल युज गर्नु पर्यो, कसैको इमेल सर्च गर्नु पर्यो वा तपाईँलाई इमेल भेरिफिकेसन होइन गर्नु पर्यो वा ब्रिज डेटा हेर्नु पर्यो भने यसमा जाने होइन। जस्तो यहाँनिर test@gmail.com इमेल टेस्ट गर्ने चेक गर्ने, यो इमेल रिलेटेडको के डेटाहरू ब्रिज भएको छैन, डार्क वेब डिप वेब कुनै पनि इमेलहरूमा ब्रिज भएको छ कि छैन त चेक गर्ने। हेर्नु 510 वटा डाटा ब्रिज भएको छ यो युजर यो भनेर अब कुन कुन कम्पनीको त कुन भनेर यसले अलिअलि यहाँ डिटेलमा हामीलाई यहाँ पुरै देखाउँदैछ है, कतिवटा कम्पनीको डेटा के हो भनेर यसले यहाँनिर देखाउँदैछ है। अब अरू कुनै एउटा नर्मल इमेलहरू अब छ भने तपाईँहरूले यहाँ चेक गर्न सक्नुहुन्छ है। अरू भने थ्रेड यो त गइसकेको छ, कति इमेलहरू चाहिँ गइसकेको छ है। जस्तो यहाँ तपाईँहरूले इन्फोका यो वेबसाइटहरू चाहिँ अब कति भयो अपडेट भएको छैन होला। ब्रिज डेटामा चाहिँ छ, इमेल भेरिफिकेसन गर्नलाई चाहिँ तपाईँले अब लगइन नगरिकन गर्न मिल्ने भयो त सजिलो हुन्थ्यो। जस्तो कसैको इमेल चाहिँ रियल हो कि होइन त भनेर चेक गर्नु पर्यो भने, भेरिफाई गर्नु पर्यो भने अब यो पेड होला। इनभ्यालिड इमेल भन्दैछ, द इमेल क्यानट रिच मेल्स भन्दैछ, रोल टाइप इमेल केही पनि छैन है। एकचोटि म ट्राई गरौँ, काम गर्छ कि गर्दैन त्यो एकुरेटली। ट्र्याक योर इमेल होइन, कुनै पनि इमेलको अब डेटाहरू छ भने ट्र्याक गर्नु पर्यो भने यसरी गर्न सकिन्छ। ट्राई गरेर हेरौँ हो, यसरी नै हो है थ्रेड डिटेक्सनहरू गर्ने काम। त्यो रियल युजर हो कि होइन भनेर। दिस इमेल एड्रेस क्यान रिसिभड इमेल होइन, इमेल फर्मेट नि भ्यालिड छ, सर्भर स्ट्याटस नि भ्यालिड छ, तर वेब मेल चाहिँ फल्स छ। इमेल टाइप प्रोफेसनल होइन, डिस्पोजल मेल हो फल्स भन्दैछ, तर यो डिस्पोजल मेल हो है। त्यस भए यसले एकुरेट चाहिँ डिटेक्ट गर्न सकेन हो। यही हो थ्रेड्स बाइपास गर्ने तरिकाहरू भनेको। अब जहाँ पनि मैले लगइन गर्दा यही मेल लाएर लगइन गरिरहेको हुन्छु भनेपछि त त्यो कम्पनीलाई थाहा छैन नि त म त रियल युजर होइन भनेर होइन। यो त फेक मेल हो, यो त भनेको टेम्पोररी मेल हो। मलाई कहिले पनि कसैले मेल गर्नु पर्यो नि यसमा आउँछ यो मेल भनेको मेल सर्भर, जसलाई मेलको राम्रो नलेज छ एसएमटिपी सर्भरहरूको, उहाँहरूले आफैले मेलहरू बनाउन मिल्छ यसरी नै। अनि लाइभ राख्ने, उसकोमा आएको ट्राफिक यहाँ फरवर्ड गरिदिने। कसैले मेलमा हाई हेलो लेखेर पठायो भने यहाँनिर आउँछ हाई हेलो, 5-5 सेकेन्डमा रिफ्रेस हुन्छ, 5 देखि 15 सेकेन्डमा यहाँ चाहिँ है। यसरी हामीले यहाँ धेरै कुराहरू चेक गर्न मिल्छ यसरी। र भने अरू के छ यहाँ टुलहरू, इमेलको फर्मेटहरू चेक गर्ने, इमेलहरू कसैको इमेल युजर होइन, अब कुनै कम्पनीको इमेलहरू निकाल्नु पर्यो भने हामीलाई इप्सोन है। अब यो सबै पेड रहेछ जस्तो छ भने एकचोटि सर्च हेर है। यसले ओएसआइएन्ड गर्दैछ, योभन्दा नि खतरा खतरा टुलहरू हुन्छ है देखाउने चाहिँ। अब यो चाहिँ एपिआईहरूबाट अहिले त वेबसाइटहरूबाट धेरै निकालियो, तर पहिला चाहिँ यसले के भन्दैछ, यसको इन्फर्मेसन त यसले निकालेर त दियो। अब इमेल त मिल्यो नि, यसले त इन्फर्मेसन निकालेर दियो, तर कस्तो इन्फर्मेसन निकालेर दियो हेरौँ है एकचोटि। केही इन्फर्मेसन निकालेन, दिएन छ यसले है। फाल्टु फाल्टु मात्र टाइम वेस्ट गराइदियो यसले। छ भनेर भन्यो तर रहन्छ यसको डेटाबेसमा। अब युजर नेम, कसैको युजर नेमबाट सोसल मिडियाहरू फाइन्ड गर्नु पर्यो वा कसैको युजर नेमबाट तपाईँले हेर्नु पर्यो भने नि व्हाट्स माई नेम होइन, यहाँनिर गएर तपाईँले हेर्नुभयो भने कुनै पनि अब युजरको होइन यो अलमा गरेर तपाईँले यहाँ हेर्नुभयो होइन। जस्तो लेखेँ मैले ल एउटा नाम लेख्दिएँ, CAUTAM भनेर लेख्दिएँ, फिल्टर अल गरेर सर्च गर्ने। अब मलाई युजर नेमको बारेमा चाहियो, चुज अल चियर भनेर चाहिँ यहाँ ल। अब यसले यहाँ सबै खोज्छ, 660 वटामा खोज्छ यो है। थ्रेड इन्टेलिजेन्सहरू गर्ने भनेको यो चाहिँ प्यासिभ इन्फर्मेसन हो है। प्यासिभ इन्फर्मेसन भन्नाले कस्तो इन्फर्मेसन हो भन्दाखेरि जुन चाहिँ अब उसको उसँग म कनेक्टेड नभएर अनलाइनमा भएको डेटा चाहिँ म खोज गरिरहेको छु भनेपछि 680 वटा यसले चाहिँ सबै खोल्छ।
योसँग भएको वेबसाइटदेखिबाट जति पनि छ यसले सबै ठाउँमा खोलेर मलाई चाहिँ के दिन्छ त डेटा दिन्छ। जस्तो विपुल गौतम भनेर यसले यहाँ सर्च गर्यो रिजल्ट पिडिएफ स्प्रेडसिट इमेज होइन गुगल सर्चहरू गर्यो। अरू पनि यहाँ सर्च गर्दैछ क्याटेगोरी वाइज कुनै पनि यसले फाउन्ड गर्यो भने यसले यहाँ देखाइदिन्छ युजर नेम। योसँग भएको जति पनि सोसियल मिडिया छ यसले सबै यहाँ देखाउँछ है। लोड गर्दैछ है। नेम चेकर छ युजर सर्च छ हो यही हो डेटाबेस। यहाँ पनि फेरि मैले कुनै एउटा ऱ्यान्डम नेम राखेर चेक गरेर हेर्नु न। फेरि यो त डोमेन नेम चेकर पो रहेछ। आइडेन्टिफाई चेकर हेर्नु है युजर सर्च हेर्नु। ल विपुल गौतमको यसले के भेट्यो त एउटा यसले गेमिङ साइट चाहिँ भेट्यो है। गेमिङ साइटमा चाहिँ यसले यो भेट्यो विपुल गौतमको युआरएल यो छ भनेर भन्दैछ है। गेमिङ फाउन्ड एकाउन्ट फाउन्ड भन्दैछ गेमिङमा एकाउन्ट फाउन्ड भन्दैछ। JUTAM यसले फाउन्ड गरेको अब जति पनि छ एकाडेमी इडियु क्यास.मी डेली मोसनमा अहिले 3टा फाइन्ड गरे। यसरी डिफ्रेन्ट टाइप्स अफ हामीले हेर्ने हो है। यहाँ यसरी सर्च गरेर हामीले धेरै डिटेलमा हेर्न मिल्छ। हेर्ने तरिका चाहिँ थ्रेडहरू हेर्ने मोनिटरिङ अनलाइन ओएसआइएनडी गर्ने तरिका चाहिँ फर्स्ट इन्फर्मेसन ग्यादरिङ गर्ने तरिका चाहिँ ओएसआइएनडीमा यस्तो भयो। ल यो त युजर नेम भयो। अरू पनि छ है यसमा यति मात्र त होइन धेरै छ। व्हाट्स माई नेम यो त त्यही रहेछ। थ्रेड थेम नेम चेकर यहाँनिर हेर्नुभयो भने अब युजर नेम अनुसारले यति भरिमा भेटिने जसको युजर नेम छ उसले सबै देखाइदिन्छ होइन। जस्तो साइबर ओल्ड्स भनेर मैले सर्च गरेँ है विदाउट स्पेस भन्दैछ युजर नेममा है। अब यसले केमा भेट्यो सबैमा देखाइदिए। ए यतिमा चाहिँ मैले भेटेँ भन्दैछ। कतिमा भेट्छ यसले सबैमा देखाउँछ हामीलाई। अब यहाँ सबैमा भेट्यो क्या अहिले हेरौँ। एभाइलेबल भयो भने ग्रिन देखाउँदो रहेछ भनेपछि भेटाएर हुन्छ है अहिले केही पनि। फेरि यहाँनिर टेस्ट भनेर मात्र हाल्नु है। प्राय टेस्ट चाहिँ धेरैले राखिरहेको हुन्छ। ग्रिन जतिमा आउँछ त्यसको मतलब चाहिँ त्यसमा देखियो नत्र चाहिँ छैन भन्दैछ। हेर्ने तरिका पनि यसरी हुन्छ है। अरू छ अब जस्तो हामीलाई इमेलहरू बारेमा इन्फर्मेसन निकाल्नु पर्यो वा कुनै कम्पनीको डोमेनको नामहरू होइन विज रेकर्डहरू त्यसको निकाल्नु पर्यो भने यहाँनिर छ है विज होइन इजी विज। कुनै एउटा कम्पनीको इन्फर्मेसन निकाल्नु पर्यो भनेर तपाईँलाई प्यासिभली होइन उसलाई थाहा नहुने त्यो कम्पनीलाई थाहा नहुने गरी चाहिँ इन्फर्मेसन निकाल्नु पर्यो भने कसरी निकाल्ने होइन उसको बारेमा पत्ता नलाइकन पनि उसलाई कसरी ट्र्याक गर्ने हो यो चाहिँ कुराहरू यहाँनिर छ। डोमेन नेटवर्क डिएनएस सर्भिस स्क्यान सबै ट्रेस राउट सबै गरिदिएँ मैले एकैचोटिमा। ल गुगलको निकालिदियो। गुगल कहिले रजिस्टर भएको छ गुगलको सिआइडिआरलाई हेर्नु। नेटवर्कको सिआइडिआर 15 को रेन्ज रहेछ। नेट रेन्ज कति हो त यतिदेखिबाट यति आइपी। अब मलाई थाहा थिएन नि हो। यसरी चाहिँ हामीले धेरै इन्फर्मेसनहरू पाउन सक्छौँ। ल हेर्नु क्रिएटेड एट 1997-03 है रजिस्टर 2033 34सम्म रजिस्टर एक्सपायर डेट छ भनेपछि 2025देखिबाट 34सम्म रजिस्टर डेट छ भनेपछि अझै 10 वर्ष लगभग रजिस्टर डेट पुरै बाँकी छ। 1997 भनेको यहाँ कोही मात्रै हुनुहुन्छ होला 1997 को चाहिँ है। ल हेर्नु यति धेरै अगाडि फेसबुक रजिस्टर भएको रहेछ गुगल। हेर्नु अरू के इन्फर्मेसन भयो। रजिस्टर डेट 2022 12 है। यसले अब यहाँ इन्फर्मेसन दियो हामीलाई पहिला कुन आइपी थियो। अब यहाँ पहिलाको आइपीहरू पनि दिन्छ यसले हो। यो हो है एउटा इन्टेलिजेन्स तरिकाले चाहिँ हामीले गुगलसँगै कम्युनिकेसन नगरिकन यो वेबसाइटहरूबाट गुगलको इन्फर्मेसन निकाल्ने। यसलाई चाहिँ प्यासिभ स्क्यान भन्छ। ल अर्को सब डोमेन छ भन्नाले त्यो वेबसाइटको चाहिँ अब मलाई केही सब डोमेन चाहियो। सब डोमेन भने त थाहा नि तपाईँहरूलाई
ल पेन टेस्ट मैले युज गरेँ ल यसले अब सब डोमेन लाइट स्क्यान गर्छ गर्न चाहिँ तर निकाल्छ यसले जेस अलिअलि निकाल्छ फ्रीमा हो नि त ल हेर्नु अब यहाँभित्र कति धेरै सर्च इन्जिनहरू छ हेर्नु त आम्मामामामा फरेन्सिकहरू छ गेमिङको छ तपाईँलाई कसैको पनि युजरको इन्फर्मेसनहरू निकाल्नु पर्यो एआईको टुल्सहरूको बारेमा छ होइन तपाईँहरूले ओम जिपिटी सुन्नु भएन होला ल हेर्नु ओम जिपिटी भनेको चाहिँ सबसे ठुलो साइबर सेक्युरिटी है यो चाहिँ 2000 लगभग धेरै अगाडि आएको पनि हो है यो चाहिँ धेरै अगाडि भन्नाले यो चाहिँ धेरै इलिगल कोडहरू लेख्नलाई जस्तो मालवेयरहरू बनाउँछ मान्छेले ऱ्यान्समहरू बनाएको छ ओम जिपिटीबाट 2023 आएको हो यो चाहिँ है मैले पनि युज गरेको छु जे होस् तपाईँले इलिगल प्रम्प्ट जे पनि गरिदिए भनेर दिनुभयो भने यसले गरिदिनलाई रेडी हुन्छ है त्यस्तो डेन्जर टुल हो अरू पनि छ अहिले आएको भिलिगर भन्ने यस्तो एआईहरू छ जसले चाहिँ तपाईँले केही कोड दिनुभयो भने डार्क वेबतिर पाउनुहुन्छ त्यो चाहिँ होइन तपाईँले यस्तो गरिदिए मलाई यस्तो ऱ्याड चाहियो बनाएर दिए भने उसले 3 घन्टा लाएर भने तपाईँलाई बनाएर दिन्छ एपी कि चाहियो कि तपाईँलाई सर्भर सेटअप गर्नु पऱ्यो कि उसले सबै बनाएर दिन्छ तपाईँलाई डार्क वेबतिर त्यो लिङ्कहरू पाइन्छ है यो चाहिँ डार्क वेबमा थियो अहिले ओम जिपिटी चाहिँ अहिले फेरि यसमा पनि आएको छ है हाम्रो सर्च इन्जिनतिर पनि आइपुगेको छ कुनै कुनै प्लेटफर्ममा चाहिँ ल थ्रेड इन्टेलिजेन्स टुलहरू आयो ल अब हाम्रो थ्रेड इन्टेलिजेन्स टुलहरू आयो ल अब नयाँ सेक्युरिटी एआई इन्भेस्टिगेटर मलाई कुनै पनि इन्भेस्टिगेट गर्नु पर्यो डोमेन है केहीको बारेमा गर्नु पर्यो भने नि कसरी गर्ने ल यसले यहाँ जुन आइपी दियो त्यही आइपीमा मैले गरिदिएँ ल एउटा चाहिँ साउथ कोरियाको आइपी हो भन्दै चाहिँ यसले यही हो थ्रेड इन्टेलिजेन्स गर्ने तरिका चाहिँ हामीले ब्रुट फोर्स अट्याक गरेको रहेछ यसले टम क्याट सर्भरमा यति घन्टा अगाडि भनेर यहाँ 2023मा फर्स्ट अट्याक डिस्कभर लास्ट अट्याक 2024मा है पोर्ट स्क्यान गर्दो रहेछ जिएसपिएसवाई ब्रुट फोर्स गर्दो रहेछ पोर्ट नम्बर 80मा हेर्नु हो यो त्यो आइपीले के काम गरेछ भनेर इन्टेलिजेन्स गर्ने हामीले चाहिँ स्क्यान है पोर्ट स्क्यान प्राय 80मा गर्दो रहेछ पाइथनको यो रिक्वेस्ट गर्दो रहेछ टोम क्याटको पनि यो इन्भाइरोमेन्टमा ब्रुट फोर्स गर्दो रहेछ भनेर यहाँ अलिअलि बताउँदैछ डिएनएस कुन डोमेन सिस्टम यो रिलेटेडको दुईवटा आइपी छ अर्को यसले यहाँ देखाउँदैछ यो सर्भरको इडियु र डाइनामिक आइपी रहेछ क्लाउडको यसरी इन्भेस्टिगेट गर्ने हो है इन्भेस्टिगेट गर्ने तरिका चाहिँ यो हामीलाई केही पनि थाहा हुँदैन कुनै पनि सिस्टमको बारेमा सिर्फ एउटा आइपीले इन्टरनेटमा भएको सबै इन्फर्मेसन निकाल्नुपर्छ यसलाई भन्छ थ्रेड इन्टेलिजेन्स भन्छ यो भयो एउटा हेर्नु अब हाम्रो यहाँनिर हुँदैछ फेसबुकको सब डोमेनको आइपीहरू 250 वटा इन्ट्री गरेँ मैले ल हेर्नु यहाँ कतिलाई त फेसबुकको सब डोमेनको नामै थाहा छैन होला कतिलाई त हेल्थ केयर रिलेटेडको यहाँ हेर्नु हेल्थ केयर रिलेटेडको लाइभ छ कि छैन सब डोमेन चेक गरेर हेर्नु फेसबुकको पनि यति लाखवटा सब डोमेन छ यो चाहिँ अहिले लाइभ छैन यसरी चेक गरेर हेर्नुपर्छ चेक गर्ने पनि पर्सनली टुल हुन्छ यो त कति क्लाउडको टुल हो होइन एड्स यताउति लेखेको कति प्रायः चाहिँ क्लाउडको हो वाट्सएप च्याट यसरी सेयर गर्दा नि कहिलेकाहीँ ठ्याक्क रियलमा भेट्यो भने त लोट्री लगाइहाल्छ बग बाउन्ड्री हन्टरहरूलाई त है यसरी सब डोमेनहरू निकाल्न सक्नुहुन्छ सर्भरको आइपी त दिएको छ कति क्लाउडमा छ त्यही भएर देखिएन अझै निकाल्दैछ एपिआईहरू है टाइम लाग्छ लास्ट यसले अर्को छ ओपन फिस ल यसले चाहिँ देखाइदियो अब पब्लिकली वेबसाइटहरू हामीसँग भएको गिटहबको युजरको पब्लिक फिसको वेबसाइटहरू प्रायःले हामीलाई देखाइदियो यस्तो यस्तो छ भनेर फिस ट्याङ्क ल हेर्नु अब यो फिसिङ साइट हो कि होइन भनेर हेर्नु पर्यो फाउन्ड अ फिसिङ साइट इज दिस अ फिस भनेर तपाईँले लेख्नु पर्यो कसैले फिसिङ अहिलेसम्म कसरी हुन्छ देख्नु भएको कि छैन कसैले फिसिङ कसरी हुन्छ देख्नु भएको कि छैन अहिलेसम्म ल हात उठाउनु त देखेको छु सर देखेको छु देख्नु भएको तपाईँले नत्र मलाई ठ्याक्कै वेबसाइटमा देख्ने बित्तिकै एउटा याद आयो फिसिङ साइट कसैलाई थाहा छ अनलाइन लाइभ फिसिङ साइट कसैलाई पनि थाहा छैन
चाहिँ सर देखाइदिनु न। ल यो एउटा स्मिती हो है, खै के हो यो, यसको नाम चाहिँ छ है। जस्तो यो एउटा फिसिङ साइट छ, यो चाहिँ धेरै पुरानो है, मैले त्यत्तिकै यहाँ ठ्याक्कै याद आयो कि त्यही भएर देखाइदिइरहेको छु। ल लगइन सक्सेसफुल भयो। अब यहाँ यसले चाहिँ लिङ्क बनाउँछ एउटा, यसले चाहिँ यस्तो दिस साइट इज डेन्जरस भन्दैछ है अहिले चाहिँ। ओहो, यसलाई चाहिँ अब गुगलले नै ब्यान गरिदिइसकेछ। ए है डेन्जरस भनेर आइसक्यो। ए यसको चाहिँ 4 घन्टामा लिङ्क अपडेट भइरहन्छ अनिखेर, तर कहिले काहीँ चाहिँ डिटेक्ट गर्दैन। मैले अस्ति हेर्दाखेरि पनि यो डिटेक्ट गरेको थिएन, आज चाहिँ डिटेक्ट गरिसकेछ। मैले यहीँ डिटेक्ट गरेर देखाउन थालेको थिएँ, इज दिस अ फिस भनेर, काम गर्छ कि गर्दैन भनेर। फाउन्ड अ फिसिङ साइट भन्दैछ अहिले चाहिँ। होइन होइन भेटेन कि क्या अहिले, नथिङ फाउन्ड भन्दैछ। खै अरू हेरौँ यो भित्र के छ। सबै साइट यसलाई अब स्मितालाई नै, यिनीहरूले नेट चाहिँ 24 आवरमा 24 आवरमा अपडेट गरिरहन्छ होइन। कसरी युज गर्ने भन्दा यसरी युज गर्ने। यहाँनिर यसले लिङ्क दिन्छ अटोमेटिक, एउटा यसको सर्भरबाट लिङ्क दिन्छ। यसको सबै सर्भरको लिङ्क चाहिँ अहिले चाहिँ इन्भ्यालिड भइसकेछ। अब फेरि तपाईँले 24 घन्टा पछि हेर्नु भने यहाँनिर यो 2-4वटा साइट फेरि अर्को नयाँ इमेल आइसक्छ, यिनीहरूको नयाँ लिङ्क आइसक्छ। त्यसले गर्दा चाहिँ यसलाई डिटेक्ट गर्नलाई अलिक गाह्रै हुन्छ। यो लगभग 10-12 वर्ष भइसक्यो सायद यो साइट, 5-7 वर्षभन्दा बढी त मलाई थाहा भइसक्यो। त्योभन्दा अगाडिदेखिबाट एक्जिस्ट भएको साइट हो यो चाहिँ है। 2020 भन्दा अगाडिदेखिबाट भएको, 2010 भनेर लेखा छ यहाँ। भनेपछि 15 वर्ष भएछ यो साइट अन भएको चाहिँ। अहिलेसम्म डिटेक्ट गर्छ, डिटेक्ट गरेर नि के गर्छ अब यो 4 घन्टा फेरि नयाँ लिङ्क पठाइदिइहाल्छ, बनाइहाल्छ यिनीहरूले। ए गुगलको ट्रान्सपेरेन्सी साइटमा चाहिँ यहाँ कसैले अपलोड गरेको रहेछ यो चाहिँ। अक्टोबर 16 भनेपछि आजै रहेछ है। यसरी डिटेक्ट गर्छ साइटहरू। अर्को छ ओपन डिएनएसले नै डिटेक्ट गर्छ ल, ओपन डिएनएसको टुलहरूले पनि प्राय। ल यसमा त डिटेक्ट गरेन। फिस स्ट्याटमा हेरौँ, फिस स्ट्याट पनि वी आर अपडेटिङ टु मोर रोबस्टिक भनेपछि यसमा पनि रहन्छ अहिले। अर्को आइसिटी टुलमा त छैन होला अब कुनै पनि। तपाईँहरूलाई यहाँ गिटअपमा चाहिने टुलहरू चाहिँ सबै यहीँनिर छ है। तपाईँहरूलाई थ्रेड इन्टेलिजेन्स गर्न चाहिने टुलहरू चाहिँ यहाँनिर छ सबै। मालवेयरको डेटाहरू रहन्छ यसमा। थ्रेडको यो पनि रहन्छ फेरि। विकी माइग्रेसन्स तपाईँले युज गर्नुभएको त्यो फिसिङ वेबसाइट कुन हो अरे? यही हो। फेरि फिसिङ गर्ने होइन भने फेरि सबजनालाई फेरि यो स्मिता.net भन्ने हो क्या, स्मिता.online। ए रहेछ होइन लास्टमा। ल नयाँ अरू पनि हेरौँ। इन्टर एज अ गेस्ट। ल यहाँ हेर्नु है, यसमा छ थ्रेड एक्सपोर्स एक्सचेन्ज भन्दैछ। रिसर्चर कोलाबोरेटर एक्ट अन थ्रेड इन्टेलिजेन्स। जस्तो कुनै पनि आइपी भल्नरेबिलिटिज केही फाइन्ड गर्नुभयो भने तपाईँले यहाँनिर डिटेक्ट गर्न सक्नुहुन्छ। भन यसले यहाँ आइपी त अब मलाई पनि थाहा छैन कुनै पनि वेबसाइटको, तर यहीँभित्र भएको कुनै पनि होला नि त रिपोर्टहरू त कसरी हेर्न मिल्छ। सायद बाहिरको युजरले यो हेर्नै नमिल्ने रहेछ डेटा। यहाँ भन्न त भने चाहिँ ऱ्याड हो यो, अनि यसको भाइरसको यो हो, यो युनाइटेड इरान नेक्सस थ्रेड ग्रुपले बनाएको हो। जस्तो एपिटी भन्ने ग्रुपले बनाए, यो चाहिँ सिस्कोमा डिटेक्टेड भएको छ। एट्याकर्स एक्सप्लोइट सिस्को भन्दैछ, 2005 15 अक्टोबर हिजो बेलुका भएको रहेछ। आइबिएम भनेको कम्पनीले डिटेक्ट गरेको रहेछ थ्रेड ग्रुपहरू। अब मालवेयरको इन्फर्मेसनहरू, एमआइएसपी प्रोजेक्ट भनेको चाहिँ यही हो है, जुन चाहिँ थ्रेड इन्टेलिजेन्सको डेटा सेयरिङ प्लेटफर्म भन्छ यसलाई चाहिँ। ए यहाँनिर अघि तपाईँहरूले हेर्नुभयो भने कहाँनिर देखाइदिउँ, यहाँनिर यसमा हो कि कता, एमआई ए यसमा चाहिँ पर्छ है, सेयरिङ रिसोर्सेस एन्ड
रिफाइन्ड भित्र चाहिँ पर्छ। यहाँभित्र चाहिँ पर्छ यो MISP भनेको जुन चाहिँ डेटा सेयरिङको लागि काम गर्छ। हरेक एउटा डेटा चाहिँ सेयर गर्छ यसले चाहिँ थ्रेड इन्टेलिजेन्स सिस्टमसँग। जुन कम्पनीले बनाएको हुन्छ, जस्तो यो भित्र धेरै सफ्टवेयरहरू इन्टिग्रेटेड गरेर हामीले चलाउन मिल्छ है। थ्रेड इन्टेलिजेन्स सिस्टम खतरा छ यो पनि MISP। तपाईँले डाउनलोड गरेर चलाउन पनि सक्नुहुन्छ। यो चाहिँ आफ्नै सिस्टममा उबन्टुमा रन हुन्छ है प्रायः यो चाहिँ। हेर्नु कसरी रन गर्ने, यसले यहाँ सबै दिएको छ। यो मसँग छ छन चाहिँ इन्स्टल हुन चाहिँ टाइम लाग्छ है, यो कमसेकम 1-2 घन्टा। तपाईँहरूले डकरमा रन गर्न पनि सक्नुहुन्छ यो। अर्को छ एलियन बोल्ट, यसको पनि थ्रेड इन्टेलिजेन्स काम गर्दैन। अरू थ्रेड इन्टेलिजेन्सहरू के थाहा छ तपाईँलाई? थ्रेड इन्टेलिजेन्सहरू जस्तो यो त रिसोर्सेस सेयरिङ गर्ने भयो है। थ्रेड इन्टेलिजेन्समा रिसोर्सिङ सेयरिङ गर्नलाई MISP हेर्छ। अब हामीले हेऱ्यो फर्स्टमा डिरेक्सन होइन, पहिला सुरुमा के गर्छ त डिफाइन डेटाहरूलाई हेर्छ, कुन डेटा कहाँबाट आयो। अब त्यसको बारेमा इन्फर्मेसन कलेक्ट गर्नु पर्यो अनि त्यो पछि प्रोसेस गर्नु पर्यो। त्यो डेटा कलेक्ट गरेकोलाई अब नर्मलाइजेसन होइन अनि टोकनाइजेसन्स यस्तो कुराहरू हुन्छ। जस्तो AI ले चाहिँ टोकनाइजेसन्सहरू बेस्ट काम गर्छ। कति टोकन चाहिँ युज गर्ने त, एकचोटि च्याट गर्दाखेरि 8000 टोकन युज गर्ने, 10,000 30,000 50,000 1 लाख टोकन होइन। हो यस्तो मोडर्नमा हामीले सोधेको क्वेसनको एन्सर त्यसले कोड चाहिँ अब 1000 लाइनको कोड लेख भने त्यसले लेख्दैन, किनकि त्यसको टोकनमा 8000 भन्दा बढी टोकन युज हुँदैन नि। त्यसले कमसेकम 1200 मात्र लाइन लेख्छ भनेपछि च्याट GPT 5 यस्तोहरूमा चाहिँ टोकनाइजेसन्सहरू युज भएको हुन्छ, नर्मलाइजेसन्स होइन, कलेक्सन्स, यस्तो सबै कुराहरू युज भएको हुन्छ नि AI and ML मा पनि। त्यस्तै गरी प्रोसेसिङ्समा पनि नर्मलाइजेसन्स भनेको आएको डेटाहरूलाई चाहिँ फिल्टर गरेर निकाल्नु पर्यो। कलेक्टेड डेटाहरूलाई चाहिँ फिल्टर गरेर निकाल्नु पर्यो हामीले। त्यसलाई चाहिँ के भन्छ त, प्रोसेसिङ भन्छ। र अब एनालाइज गर्नु पर्यो त्यो डेटाहरूलाई। त्यो एनालाइज गरेर चाहिँ बल्ल रिपोर्ट निकाल्नु पर्यो MISP लाई है। अनि बल्ल चाहिँ हाम्रो थ्रेड इन्टेलिजेन्सको फर्स्ट काम सकिन्छ। अब जस्तो सोर्स अफ थ्रेड इन्टेलिजेन्स एउटा भनेको ओपन सोर्स, एउटा भनेको क्लोज सोर्स, अर्को भनेको इन्टरनल सोर्स होइन, अर्को भनेको कम्युनिटी, अर्को भनेको भेन्डर। यो चाहिँ सोर्सहरू हो। जस्तो ओपन सोर्स भनेको चाहिँ इन्टरनेटभरि पाइने, जति पनि अहिले हेऱ्यो हामीले इन्टरनेटभरि पाइने। क्लोज सोर्स भनेको चाहिँ जस्तो त्यो सिस्टमभित्र वा एउटा नेटवर्कभित्र मात्र डिटेक्ट हुनेलाई चाहिँ क्लोज सोर्स भन्छ है। अब इन्टरनल सोर्स भनेको आफ्नै सिस्टमको फायरवाल होइन, जस्तो IDS IPS ले डिटेक्ट गर्ने रियल टाइममा, त्यसलाई चाहिँ इन्टरनल सोर्स भन्छ। अब कम्युनिटी भनेको कम्युनिटीमा कसैले फाइन्ड गरेर भेटाएको कुरो छ। जस्तो एउटा सफ्टवेयर छ, त्यो सफ्टवेयरमा चाहिँ मैले यस्तो यस्तो बग भेटाएको छु भनेर भने चाहिँ त्यो चाहिँ कम्युनिटी कन्ट्रिब्युसन भयो। र भेन्डर भनेको चाहिँ जस्तो दुईटा युजर छ, एउटा कम्पनी छ, एउटा कम्पनीको नाम छ A, अर्को कम्पनीको नाम छ B। अब A ले B लाई सपोर्ट गर्छ, B ले A सँग सर्भिस लिन्छ भन्यो भने B भनेको भेन्डर भयो। भनेपछि भेन्डरमा के प्रब्लम पर्यो भने चाहिँ A ले हेर्नु पर्यो हो। त्यही भएर चाहिँ यो यति 6वटा कुराहरू 5वटा कुराहरू चाहिँ थ्रेड इन्टेलिजेन्स भित्र पर्छ। जस्तो अब कुनै सिस्टमको तपाईँलाई थ्रेडको बारेमा चाहियो होइन। अब जस्तो यहाँनिर गुगल डर्किङ भित्र गुगल ह्याकिङ डेटाबेस भनेर हेर्नुभयो भने, गुगल ह्याकिङ डेटाबेस भनेर हेर्नुभयो भने तपाईँहरूले यहाँ भेट्नुहुन्छ। यहाँ हेर्नु, यो भनेको चाहिँ एउटा धेरै टाइप अफ हो। जस्तो यहाँनिर हेर्नु है, जस्तो मलाई प्राइभेट कीहरू चाहियो, कुनै पनि एउटा सिस्टमको प्राइभेट की चाहियो होइन, गिटहब भित्रको मलाई प्राइभेट की चाहियो भन्यो भने यसले यसरी निकाल्छ है। अब मलाई प्राइभेट की भयो भने त मैले डाइरेक्ट सिस्टममा एक्सेस गर्न मिल्यो। कति युजरहरूले चाहिँ के गर्छ त, गुगल एउटा पुरा पावरफुल ह्याकिङ टुल हो है। गुगलले एउटा पुरा खतरा ह्याकिङ गर्न सकिन्छ, त्यसलाई चाहिँ गुगल डर्किङ भन्छ। थ्रेड इन्टेलिजेन्सको लागि यो पनि खतरा काम लाग्छ गुगल डर्किङ। कुनै पनि कम्पनीको प्राय अब नर्मल युजरहरूले SSH होइन RDP LDAPहरूमा काम गर्छ भने उनीहरूले मिस्टेक गर्छ है। पब्लिक की प्राइभेट की त्यहीँ भित्र राखिदिन्छ है भन, यहाँ कतै न कतै त राख्यो होला, कतै न कतै युजरले कोड भित्रै राखेको हुन्छ क्या कीहरू। यो प्राय गुगल डर्किङ चाहिँ गुगलमै मात्रै गर्नुपर्छ कि, फेरि अरूमा चाहिँ राम्ररी काम गर्दैन कि यसले। हेरौँ है, SSH हियर आर द किज इस्यु कन्टिन्युअसली भनेपछि यो कीले यस्तो काम गरेन भनेर यसले यहाँ यसरी दिएको छ है। यसरी तपाईँले खोज्दै जानु भने काहीँ न काहीँ चाहिँ तपाईँले भेट्नुहुन्छ।
यसलाई चाहिँ पावरफुल डर्किङ भन्छ। डर्किङ भनेको चाहिँ कसैको पनि इन्फर्मेसन खोजेर निकाल्ने। अब म तपाईँलाई अरू वेबसाइटको यहाँ डर्किङ गरेर देखाइदिन्छु है। जस्तो मलाई अब केही चाहियो होइन, वेबसाइटको जस्तो जुसी इन्फर्मेसन फाइल कन्टेनिङ जुसी इन्फर्मेसन भनेर भन्यो भने साइट इडियूको अब यसमा जाउँ। ल हेर्नु यहाँ साइट इडियू भनेको .edu डोमेनको फाइल टाइप XLS, रुटको डेटाबेसको पासवर्ड XLS मा सेभ गरेको छ भने देखाइदे कुन कुन युनिभर्सिटीको आयो। हेर्नु कतै न कतै युनिभर्सिटीको त देखिन्छ। डाउनलोड गर्छ कुनै कुनैको चाहिँ यसले लाइभ देखाउँदैन होइन, ए डाउनलोड गर्न दिन्छ। डाउनलोड गरेर हेर्न मिल्छ है। छैन रहेछ केही पनि। छ कि के हो, यसरी हेर्नुपर्छ त्यो युनिभर्सिटीको कति कुराहरू त राखेको हुन्छ है। राख्न चाहिँ युनिभर्सिटीहरूले यतिकै लाइभमा पनि। ल क्लास सेन्ट्रल भन्ने वेबसाइटको आयो एउटा। फायरवाल ब्लक अल, रुट लेभल, यसरी हेर्दै जानुपर्छ तपाईँलाई आफूलाई चाहिएको कम्पनीको चाहिँ डिटेलहरू। यसमा चाहिँ केही इन्फर्मेसनहरू आयो। फायरवालमा रेड सर्भर फङ्सन फायरवाल ब्लक अल भनेर देखाउँदैछ। खोज्दै जानु कुनै न कुनै अरू युनिभर्सिटीको, क्यालिफोर्नियाको यो एउटा युनिभर्सिटीको रुट एडमिनिस्ट्रेटर सुपर युजर भनेर भन्दैछ है। हेरौँ न कुनै कुनैमा त पासवर्डहरू सबै दिएको हुन्छ के। एडमिनिस्ट्रेसन्स भनेपछि यो एडमिनिस्ट्रेसन्सपट्टिको चाहिँ डकुमेन्ट रहेछ। ल यो चाहिँ होइन रहेछ। त्यसो भए खै अरू केही छ अलिकति हेर्दाखेरि सेन्सिटिभ लाग्ने। इन्डेक्स भनेर सर्च गरौँ है, इन्डेक्सभित्र चाहिँ आउँछ धेरै कुरा। ल डिएचसिपीको कन्फिगरेसन, एलड्यापको कन्फिगरेसन। ल इन्डेक्स कन्फिडेन्सियलिटी हेरौँ हामी। यो एउटा धेरै कुरा चाहिँ हामीले यहाँ देखिन्छ। कन्फिगरेसन डकुमेन्टहरू है, कन्फिडेन्सियलिटी डेटाहरू चाहिँ यिनीहरूले कसैले राखेको छ भने चाहिँ अलिक सेन्सिटिभ इन्फर्मेसनहरू त देखिएन। इन्डेक्स अफ इन्डेक्स भनेर हेऱ्यो भने चाहिँ देखिनुपर्ने हो। पासवर्ड भनेर लेखौँ है, पासवर्ड भनेर लेखौँ। सायद यहाँ कतै न कतै चाहिँ आउँछ कि। आयो कुनै कुनै साइटमा चाहिँ हुन्छ कि। खोइ हेरौँ कुनै कुनै साइटमा चाहिँ हुन्छ यसरी नै सेभ गरेर राखिदिएको हुन्छ। एडमिनको पासवर्ड हामीले राखेको कुरा चाहिँ यहीँनिर देखाइदिन्छ। सेम साइट हो क्या सबै। यो पनि खुल्दैन होला फेरि। नट फाउन्ड भन्दैछ, यो चाहिँ पहिलाको होला सायद। अब यो कम्पनीको इन्डेक्स चाहिँ भेट्यो, पासवर्ड चाहिँ अब कहाँ राखेको छ भन्ने कुरा हामीले खोज्नुपर्छ। अब यहाँबाट सर्च साइटमा धेरै कुराहरू हामीले थ्रेड इन्टेलिजेन्सबाट पनि धेरै कुराहरू गर्न सकिन्छ है। एडमिनको पासवर्डहरू खोज्ने तरिका पनि यस्तै हो। तपाईँलाई जे खोज्न चाहनुहुन्छ, गुगल भनेको एउटा खतरा ह्याकिङ टुल हो है। गुगल स्वयं नै एउटा ह्याकिङ टुल हो। तपाईँले कहीँ गएर ह्याकिङ सिक्नै पर्दैन, गुगलमै सब चिज खोज्नु भयो भने भेट्नुहुन्छ है। जस्तो यहाँनिर तपाईँले यस्तो गरेर साइट डट होइन, साइट डट google.drive.com होइन, यस्तै होला सायद। होइन अब यसले धेरैचोटि यस्तो गर्यो भने चाहिँ भेरिफिकेसन माग्छ, त रियल युजर होइन क्या हो भनेर। इनेबल गुगल डर्किङ भन्दैछ। drive.google.com हो क्या। साइट *drive.com गुगलको के छ, गुगल ड्राइभको युआरएलको अगाडिपट्टि drive.google.com रहेछ है। ड्राइभ डट, यस्तो स्पेलिङ चाहिँ मिस्टेक हुनु भएन। drive.google.com। मलाई चाहियो के को चाहियो, UI/UX
फाइल टाइप्स डट पिडिएफ चाहियो मलाई। ल हेर्नु गुगल ड्राइभ भित्र राखेको कुन युजरले राखेको सबै पिडिएफहरू हामीले त्यही युजरको फाइलबाट हेर्न मिल्छ के। पब्लिकली जसले राखेको छ उनीहरूको सबै कुराहरू हामीले हेर्न मिल्छ। हायरिङ प्रोजेक्ट फर्म गुगल डेटाभित्र है कसको हो यो, उसले बनाएको असाइनमेन्ट हो कि के हो यो, ह्याबट भनेर उसले बनाएको कुराहरू यहाँ राखेको छ, लिङ्कहरू सबै यहाँ छ। त्यही भएर यस्तो कुराहरू आफ्नो गुगल फर्महरू है यो चाहिँ सकिसकेको रहेछ भन्दैछ 2025 1 सेप्टेम्बर भनेपछि त यो अहिले भर्खरकै रहेछ त, धेरै दिन पनि भएको रहेछ है। यसरी हामीले भेरिफाई गर्न सकिन्छ। धेरै कुरा सकिन्छ है खोज्नलाई त गुगलभित्रबाट। यो भयो एउटा थ्रेड इन्टेलिजेन्सको पार्ट हो, ओपन सोर्स भयो। अर्को भनेको के गर्न सकिन्छ भन्दाखेरि त्यहीँनिर गुगल ह्याकिङ डेटाबेसभित्र एक्सप्लोइट हुन्छ। गुगल ह्याकिङ डेटाबेसभित्र एउटा एक्सप्लोइट भन्ने चिज हुन्छ है। जस्तो यहाँनिर चाहिँ एउटा एक्सप्लोइट भन्ने वा सेल कोड एक्सप्लोइट भन्ने यहाँ माथि हुन्छ है। एक्सप्लोइट भनेको चाहिँ कुनै पनि सफ्टवेयर चाहिँ भल्नरेबिलिटिज भएको सफ्टवेयर होइन, त्यो चाहिँ अपडेट गरेको छैन भने त्यस्तो केसमा चाहिँ हामीले के गर्न मिल्छ त। हो जस्तो यसको एउटा रिपोर्ट दिएको छ अहिले। These vulnerabilities can leverage a performance unauthorized actions. Account with the privileges of managing notification setting is able हैन के गर्न मिल्छ यसले यहाँनिर भल्नरेबिलिटिजको डिटेल दिएको छ। तपाईँले स्क्यान गर्दाखेरि कुनै ठाउँमा भेट्नु भयो भने चाहिँ यहाँबाट एक्सप्लोइट डाउनलोड गर्ने अनि त्यो सिस्टमलाई के गर्ने त। जस्तो वर्डप्रेसको प्राय भेट्छ, वर्डप्रेस सर्च गर्नु, वर्डप्रेसको प्लगइनहरू हैन, प्रिभिलेजेस एस्केलेसन्स, फाइल अपलोड टु रिमोट कोड एक्जिक्युसन हेर्नु, पाइथनको स्क्रिप्ट छ। दिस अट्याक डेमोन्स्ट्रेट हाउ अथेन्टिकेसन होइन अनअथराइजेसन अट्याकर क्यान एस्केलेटेड प्रिभिलेजेस टु एडमिन एजिभिङ अनसेनिटाइजेज इनपुट भन्दैछ। एउटा यो युज गरेको भएको कारणले गर्दाखेरि डेभलोपरले उसले चाहिँ अनअथराइजेज भनेको ऊ युजर पनि होइन, तर उसले चाहिँ के गर्छ त डाइरेक्ट एडमिन प्रिभिलेजेस म हो भनेर लिन्छ। यहाँ के युज गरेको छ पाइथनको कोड जसले बुझ्नुहुन्छ यो डिकोड गरेर उहाँहरूले पढ्न सक्नुहुन्छ। इफ एल्स होइन, रिक्वेस्ट भनेको युआरएललाई रिक्वेस्ट गर्नलाई, आर्च पेयर्स भनेको चाहिँ अब के छ त्यसमा निकाल्नलाई सिस्टमभित्र, री भनेको चाहिँ प्रोसेस गर्नलाई, युआरएल लिभ भनेको चाहिँ हेर्नलाई, बिएसपो भनेको चाहिँ तपाईँले अब सिस्टमभित्रको फाइल्सहरू फाइन्ड गर्नलाई, जस्तो एचटिएमएलको फाइल्सहरूलाई हेर्नलाई रीले पनि प्रोसेस गर्छ है डेटाहरूलाई। सिस भनेको चाहिँ सिस्टम इन्टरनल ओएसहरू जस्तो कुराहरू हो। हेर्नु यहाँ रीमा आरडी सो के री सर्च गरेको छ, पासवर्ड कन्टेन एटलिस्ट वान अपरलोड एक्जाम्पल यसरी भनेर यहाँ देखाउँदैछ। फेज एचटिएमएल पार्स गरे ब्युटिफुल सुपले। यो चाहिँ जसले के अरे स्क्रैपिङ गर्नु भएको छ उहाँहरूलाई चाहिँ थाहा हुन्छ यस्तो कुराहरू चाहिँ बुझ्नलाई सजिलो छ। युजर नेम एडमिन, लास्ट नेम युजर नेम अनि पासवर्ड उसले जे पनि पठाइदियो, पासवर्ड फर्म आइडी रजिस्टर हैन, पहिला सुरुमा रजिस्टर गर्यो अनि एप्लिकेसन हेडरमा उसले डेटा पठायो पोस्ट रिक्वेस्ट गर्दाखेरि हैन। हेर्नु यहाँ बुझ्नलाई त केही सजिलो गाह्रै होइन के। ल हेर्नु अब डिफल्ट पासवर्ड 1 2 3 लाई उसले पासवर्ड के गरिदियो चेन्ज गरिदियो युजर हो लोकल युजर रजिस्टर। यसरी हामीले धेरै एक्सप्लोइटहरू भेट्छौँ। प्रिभिलेजेस एस्केलेसन्सको एक्सप्लोइट जस्तो लाराभेलहरूको भेट्छौँ हैन। धेरै चिजहरूको हामीले एक्सप्लोइटहरू भेट्ने तरिका चाहिँ यो हो। र अब आयो ओपन सोर्सको भयो। अब इन्टरनल सोर्स भने आइडिएस आइपिएस, कम्युनिकेसन कन्ट्रिब्युसन भनेको चाहिँ अब जस्तो कम्युनिटी भित्रको व्यक्तिहरूले गर्ने त्यो पनि भइहाल्यो। टाइप्स अफ थ्रेड इन्टेलिजेन्स है, स्ट्राटेजिक, ट्याक्टिकल, अपरेसनल, टेक्निकल, ओपन सोर्स। हामीले अहिले गरेको जति पनि छ त्यो चाहिँ के छ ओपन सोर्स इन्टेलिजेन्स छ। जति पनि ओएसआइएनडीहरू गर्यो त्यो सबै ओपन सोर्स इन्टेलिजेन्स भयो। अब स्ट्याटिकल भनेको कस्तो हो भन्दाखेरि कुनै पनि अब हैन लङ टर्मको लागि प्लानिङ गरिन्छ भने त्यसलाई स्ट्याटिक भन्छ। जस्तो आर्मी पुलिसहरूमा कुनै पनि मिसनमा जाँदाखेरि लङ टर्मको लागि सोचेर जान्छ, कुनै हैन ट्याक्टिक हुन्छ नि त, यति टाइममा चाहिँ यस्तो गर्ने भनेर भनेको हुन्छ। हो यस्तो कुराहरू चाहिँ टाइप्स अफ थ्रेड इन्टेलिजेन्समा पर्छ। र जति पनि गरे अहिले टेक्निकल इन्टेलिजेन्सहरू भनेको आइपिआईहरू जस्तो हेर्ने तरिका भनेको एउटा भन्यो भाइरस टोटल। भाइरस टोटलमा हेर्ने, फर्स्टमा यसमा पनि हेर्ने
भाइरस टोटलमा हेर्ने है। ल अब यहाँनिर चाहिँ युआरएलमा जाने अनि आइपी एड्रेस हानिदिने। ल यो आइपी एड्रेस हानेर मैले सर्च गरेँ एकचोटि। यसमा देखाएछ कि यो अब 4वटा चाहिँ यसमा के छ त 9वटा म्यालिसियस एक्टिभिटिज भएको छ भनेर भन्दैछ। यो 2 घन्टा अगाडि एनालाइज गरेको रहेछ भन्दैछ कसैले है। डिटेल्समा गएर हेर्ने। कम्युनिटी भनेको चाहिँ यहाँ कसैले लेखेको छ भने चाहिँ पढ्ने साँच्ची नै हो कि छैन भनेर लेखेको हुन्छ। कसैले यो के को बिहेभियरमा डिटेक्ट भएको छ एचटिटिपी ब्रुट फोर्स एचटिटिपी क्रल अनि 3 मोर भनेर भन्दैछ यसले। अब अर्को भनेको चेक गर्नलाई युआरएल स्क्यान भन्ने हुन्छ। युआरएल स्क्यान यसमा पनि अब वेबसाइटहरु युआरएलहरु चेक गर्न सकिन्छ है। पब्लिक स्क्यान भन्दै चाहिँ यसले पब्लिक स्क्यान गर्छ है, प्राइभेट स्क्यान होइन। यो भयो। अर्को के हुन्छ स्क्यान प्रिभेन्टिङ 404 इरोर भन्दैछ यसले। पक्कै एकचोटि त्यो स्मितिकाको हेरौँ न, त्यसले डिटेक्ट गर्दै गर्दैन थ्रेडहरु। तपाईहरुले फिशिङ लिङ्कहरु डिटेक्ट गर्नु पर्यो भने चाहिँ यसरी डिटेक्ट गर्ने। अब नयाँ नयाँ आछ भने त कम्पनीहरुले जबसम्म थाहा हुँदैन तबसम्म डिटेक्ट गर्दैन हैन त्यो कुराहरु। जब कम्पनीले भेटिसकेको हुन्छ तब मात्र डिटेक्ट गर्छ है। भेटेको छैन भने चाहिँ डिटेक्ट गर्दैन फेरि। ल पब्लिक स्क्यान गरेर हेरौँ एकचोटि। यसले अब एकछिन डिटेक्ट गर्दैछ जस्तो छ। के गर्दैछ यसले। पब्लिक स्क्यान डिटेक्ट गर्दैछ है। वी आर वेटिङ फर दिस वेबसाइट भन्दैछ। हेर्दाखेरि चाहिँ यस्तो लाग्छ। अब यहाँ मैले केही लगइन गरेँ भने त्यो इन्फर्मेसन चाहिँ ह्याकरले जान्छ। यस्तै गरी रियलमा चाहिँ यसरी नै बनाउँछ है। कोही युजरहरूले बनाउनु पर्यो भने। अब यो त कुनै त सिन्यानिबे गरेर हेरौँ यसमा आयो कि आएन त। 6th भिक्टिम भनेर आउँदैछ है। तपाईले दिनुभएको 2FAहरु पनि आउँछ है। यो भन्दा एडभान्स वेबसाइटहरुमा चाहिँ 2FA भनेको अथेन्टिकेसनहरु कोड पनि आउँछ। ल यसले निकाले वेबसाइटको बारेमा। अहिले कन्ट्री मैले नेपालबाट सबमिसन गर्दै छु। स्क्यान फ्रम यो भन्दैछ यसले। 2 IPs in 1 country across 2 domain 3 HTTP transaction मेन आइपी यो हो। लोकेसन जर्मनी हो। बिलोङ्स CDN को यो युज गरेको छ क्लाउड डेलिभरी नेटवर्कको हैन। TLS इस्युड छ 2024 सम्म भ्यालिड फर इयर भन्दैछ। पोटेन्शियल मालिसियस भन्दैछ। टार्गेटिङ दिस ब्रान्ड भनेको गुगललाई रहेछ। लाइभ इन्फर्मेसन यसले देखाउँदैछ यहाँ। एएसएन नम्बर भने अब यो एएसएन नम्बरबाट हामीले धेरै कुरा पत्ता लगाउन सक्छ है। एएसएन नम्बर लुकअप एएसएन नम्बर भनेको नि इन्टरनेटको पुरा बारेमा पत्ता लगाउन सक्छ है। अब यो कम्पनीको नाम चाहिँ यो रहेछ। यसको आइपी चाहिँ यति धेरै रहेछ हेर्नु त। आम्मामा यो सर्भरको होला है। जस्तो अहिले मैले चलाइरहेको छु भाइनेट VAINET। भाइनेटको एसआइएन नम्बर अब भाइनेटको एसआइएन नम्बर हेर्नु भने कति आइपी भाइनेटलाई असाइन भएको छ। त्यसले फेरि एसआइएन नम्बरै देखाएन यसमा चाहिँ। आइपी जियो लोकेसन आइपी tracker.org। ल यसमा चाहिँ देखाउँछ ल। यसले देखाए यहाँनेरि
एसियन नम्बर भनेर यहाँ देखाउँदैछ एएस होइन। यो चाहिँ मेरो अहिले भाइनेटको यो युजर हो काठमाडौँ होइन। अलिअलि यसले जे होस् डिटेलमा हामीलाई इन्फर्मेसन निकालेर दिन्छ। र अब यहाँ गएर मैले फेरि अब भाइनेटको चेक गरेँ भने कति आइपी चाहिँ यसले पाएको रहेछ त, कुन कुन चाहिँ अब कन्ट्री योसँग छ डेटा होइन, त्यही अनुसारले पाउँछ है। यसले सर्च गर्छ अब अनि एसियन नम्बर अनुसारले भाइनेट एनपी भाइनेट कम्युनिकेसन IPv6 को है IPv4 को सबै आइपी यसले यहाँ दिएको छ है होइन। IPv6 IPv4 एड गर्दै गएको सबै आइपीहरू यति चाहिँ भाइनेटले पाएको रहेछ। अरूको पनि हुन्छ ओल्ड लिङ्क होइन। हो यस्तो यस्तोबाट चाहिँ कुन अब यो आइपीको हो त, मेरो मानिदियो 43 को रेन्जको छ अहिले, 43 कि 44 हो, 43 भनेपछि के अरे मैले केही नराम्रो काम वा केही गरेँ भने यो आइएसपीलाई फर्स्टमा उनीहरूले कम्युनिकेसन गर्छ। प्रोसेसिङ चाहिँ यसरी नै जान्छ है, आइएसपीबाट जान्छ। यो आइपी कसलाई दिएको थियो भनेर क्लाउडको त थाहा हुँदैन, नेटवर्कको चाहिँ अब राम्ररी मोनिटरिङहरू गरेको छ भने थाहा हुन्छ है। ल यसले भन्यो कि यो वेबसाइट चाहिँ के छ म्यालिसियस छ भनेर। अब फेरि मैले सर्च गरेँ, मेरो आइपी हाने एकचोटि पढ्नु है, मेरो आइपीमा डिटेक्ट गरेँ, मेरो आइपीमा मैले ट्राई गरेँ के देखाउँछ त। यसले डिटेक्ट गर्छ पहिला सुरुमा चाहिँ, सायद यसले फेरि आइपीमा डिटेक्ट गर्ने हो कि नगर्ने हो। आइपी त हान भन्यो तर आइपी हान्दाखेरि केही पाएन यसले, त्यसको मतलब यसले केही डिटेक्ट गरेन अहिले चाहिँ है। ल यो भयो भाइरस टोटल अनि यो भयो युआरएल स्क्यान है। अर्को भनेको हामीले के गर्न सकिन्छ भन्दाखेरि अर्को एब्युज भन्ने हुन्छ, एब्युज आइपीडीबी भन्ने हुन्छ। यो भनेको चाहिँ के हो भन्दाखेरि कुन चाहिँ आइपी चाहिँ अब के को लागि युज भएको छ भन्ने कुराहरू थाहा पाउँछ यसबाट चाहिँ। यो चाहिँ आइपीहरू हो, जस्तो रिसेन्टली रिपोर्टेड आइपी भन्दैछ, मेरो आइपी यहाँनिर दिँदैछ यसले। यो के को आइपी हो यसले यहाँ देखायो, मैले यसलाई चेक गरिदिएँ एकचोटि। अब यसले चेक गर्छ यसको डेटाबेसमा छ कि छैन त। यो वाज फाउन्ड अन आवर डेटाबेस, दिस आइपी वाज रिपोर्टेड 4659 टाइम्स, कन्फिडेन्सियलिटी अफ एब्युज 100%। कहाँको हो, युजेस टाइप डेटा सेन्टरले युज गरेको थियो वेब होस्टिङको लागि ट्रान्जिट। एएसएन नम्बरबाट पत्ता लगाउन सकिन्छ कि कुन देशको हो भनेर यहाँ देखाउनु त जर्मनी बेल्जियम स्टेट अफ भनेर भन्दैछ है। ल हेर्नु रिपोर्ट चाहियो भने यसको रिपोर्ट नै निकालिदिन्छ। ए सरी रिपोर्ट गर्नलाई चाहिँ साइनअप गर्नुपर्ने रहेछ है, यति मात्रै देखाउँदो रहेछ यसले साइनअप नगरिकन गऱ्यो भने चाहिँ। के कस्तो हो भन्न एकचोटि हेरौँ। मैले थाहा छैन हो यसले चाहिँ के काम गर्छ त। अब दिस एड्रेस इज अ टोर एक्जिस्ट नोड भन्दैछ, यो चाहिँ टोरको लागि युज हुँदो रहेछ। एक्जिस्ट नोड भनेको बाहिर निस्किने ट्राफिक होइन। नाइदर देयर ओन नर द प्रोभाइडर आर डाइरेक्टली बिहाइन्ड द अफेन्डिङ एक्सन भनेको छ। के टोरबाट युज गरेको छ, यो चाहिँ लास्टमा निस्किने एक्जिट आइडी हो रे भनेर यसले भन्दैछ है। यहाँ कति धेरै आइपीहरू अब ब्लक गरेको छ यसले, भर्खर 7 घन्टा 1 दिन अगाडि चाहिँ ब्लक गरेको सिस्टमहरूको सर्भरहरूको इन्फर्मेसन यहाँ राखेको छ। यो सर्भरभित्रको कति आइपीमा ब्रुट फोर्स भयो होइन, सबै यसले इन्फर्मेसन यसरी। तपाईँले कुनै पनि सिस्टममा ब्रुट फोर्स गर्नुभयो भने धेरैचोटि त्यसले ब्लक गरिदियो भने डाइरेक्ट यहाँ आउँछ के गरी एपिआईहरू युज गरेको छ भने एब्युज आइपीडीबी भित्र आइपुग्छ। किनकि यो हरेक वर्ल्ड वाइड युजरहरूसँग कनेक्टेड भएको हुन्छ, ठुल्ठुलो कम्पनीहरूसँग नि कुनै कम्पनीहरूसँग है। त्यसले गर्दाखेरि हरेकको चाहिँ फेल भएको हरेक डेटाहरू चाहिँ यस्तोमा आएर बसेको हुन्छ र त्यही यिनीहरूले यहाँबाट एपिआई थ्रु देखाउँछ। नत्र यिनीहरूसँग त यति धेरै त डेटा हुँदैन है। ल लास्ट एउटा देखाउँछु। अर्को छ सुडान। सुडान भने त प्रायः सबैलाई थाहा होला, यो चाहिँ एउटा इन्टरनेटमा सर्च गर्ने तरिका हो। सुडान भनेको चाहिँ इन्टरनेटमा कतिवटा वेबसाइट अन छ होइन, जस्तो मैले यहाँ सर्च गरेँ होइन। अब जस्तो यहाँ मैले सर्च गरेँ फेसबुक
होइन के सर्च गर्ने ल तपाईँहरू भन्नु एकजनाले के सर्च गर्ने मेसेज लेख्नु त कुनै वेबसाइट वा आइपी ल मैले अहिलेलाई x.com लेखिदिएँ ट्विटर है जस्तो हेर्नु टोटल रिजल्ट कतिवटा आयो हामीसँग x.com को बारेमा 13,754 आयो कुन देशमा सबैभन्दा धेरै छ त युएसए है युएसए को बारेमा छ अब युएसए मा हेर्नु वेबसाइटको डिटेल आउँछ कुन क्लाउड हो कुनमा हो सबै यसको बारेमा आउँछ है अब मलाई टप पोर्टहरू चाहियो है जस्तो x.com को युएस कन्ट्री भित्र सबैभन्दा टप पोर्ट कुन युज हुन्छ त 443 युज हुन्छ कतिवटा 2084 वटा पोर्ट नम्बर 80 हैन 843 वटा छ 3000 3025 हो यसले चाहिँ सबै हरेक वर्षको प्राय पोर्टहरू राखिरहेको हुन्छ टेस्टिङ गरेर फेल भएको देखिबाट सबै कुरा है जस्तो यसको फायरवालहरू योसँग छ भने यसले डिटेक्ट गरेछ भने यसले देखाइदिन्छ कतिवटा फायरवाल छ के को फायरवाल छ भनेर एलास्टिक लोड ब्यालेन्सर छ यसको छ पेन्टेस्टियल भनेको छ क्लाउड फेयर फायरवाल छ पिके सेक्युरिटीको छ बिग आइपी को छ हैन क्याच वायर भार्निस यस्तो फायरवालहरू एउटा 13 वटा डिटेक्ट गरेछ यसले लोड ब्यालेन्सर भन्दैछ हेर्नु यसले यसरी देखाइदिन्छ अब हामी सबैलाई लोड ब्यालेन्सरको आइपीहरू छ भने यसले यहाँ लाइभ छ भने देखाइदिन्छ यहीँ क्लिक गरेर हेर्यो भने देखाइदिन्छ कुनै कुनै चाहिँ भेटिन्छ नै फेरि मेटाबेस खुलिन्छ जस्तो छ अब बाहिरबाट सेक्युरिटी फायरवालहरू युज गरेछ भने त खुलिँदैन हैन खुल्यो खुल्न चाहिँ तर अब हामीलाई त थाहा छैन मेटाबेसको आइडी पासवर्ड के हो एउटा चाहिँ खुलेन एउटा चाहिँ खुल्यो है यसरी चेक गर्दै जानु भने कुनै कुनै ठाउँमा तपाईले एडमिनको क्रेडेन्शियल्सहरू पनि भेट्नुहुन्छ मजाले यतिकै लगइन गर्न सक्नुहुन्छ एडब्ल्युएस को सर्भर रहेछ EC2 युजर इज नट अथराइज टु परफर्म दिज एक्सन्स रे हैन युजरले अब गर्न मिलेन भने चाहिँ तपाईले यो बब सुटहरुबाट लगइन गर्न यसलाई केही इन्टरसेप्टहरु गरेर मोडिफिकेसनहरु गर्न सक्नुहुन्छ हेर्नु के छ भनेर तपाईले हेर्न सक्नुहुन्छ यसमा पनि ल हेर्नु अब यहाँ पढ्ने गरेर केही गरी बाइपास हुन्छ भने ट्राई गरिदिहाल्ने हेर्नु रिडाइरेक्ट हैन कन्टेन्ट सिक्युरिटी इस्यु linkedin.com केबाट राखेको रहेछ सिक्युरिटी पोलिसीहरु यहाँ के अथ भनेर लेखेको छ अथ लगइन डट यो भनेको चाहिँ पाथ रहेछ यसरी गरे हेर्ने हामीले रेस्पोन्समा कसरी काम गरिरहेछ नेम टनल युजर हैन टनल एक्सन SSH युजर नेम यो चाहिँ जाभा स्क्रिप्टबाट रेस्पोन्स आएको यस्तो रहेछ धेरै कुरा भेटिन्छ है यो भित्र पनि हामीले ल अब मलाई अहिले लोड ब्यालेन्सरहरु केही चाहिएन HTTP को WAF के चाहिएन मलाई अब ASN मात्रै चाहियो ASN ल हेर्नु कतिवटा ASN नम्बर युज गर्दै रहेछ त्यो एउटा x.com भनेको चाहिँ अहिले ट्विटर हो कि खोइ के भने ए ट्विटर हो क्या अरे अब यो कम्पनीको त हामीलाई ASN नम्बर थाहा छैन टोटल यति धेरै ASN नम्बर युज गर्दै रहेछ है यो भित्र यतिवटा आइपी होला सायद है अब फेरि ASN नम्बर लुकअपमा गएर हेर्ने यो कुन कम्पनीको अलिकति इन्फर्मेसन हामीलाई थाहा हुन्छ है कुन कम्पनीको कुन सर्भरको भेटेन अहिले ल यसले पनि भेटे अमेजनको रहेछ भन्दै चाहिँ अहिले चाहिँ टोटल नम्बर अफ आइपी एड्रेस कति छ त ASN नम्बरको हेर्नु त 13,75,272 वटा आइपी छ यो ASN नम्बरको हेर्नु कुन कुन रेन्जको आइपी छ अमेजनको रहेछ यो चाहिँ अमेजन सर्भरको हो यसरी हामीले थ्रेड इन्टेलिजेन्स गर्ने कामहरु यसबाट गर्न सकिन्छ यो चाहिँ सोडान भनेको चाहिँ एउटा इन्जिन प्लेटफर्म हो जुनमा चाहिँ हामीले धेरै कुराहरु गर्न सकिन्छ है यसरी अब कुन कुन सिटीमा कुन कुन कन्ट्रीमा सबसे धेरै चाहिँ x.com चल्छ हैन युएस मा कतिवटा सर्भर छ डिभाइसहरुमा कस्तो डिभाइसहरुमा चल्छ यस्तो कुराहरु हामीले हेर्न सकिन्छ डिभाइसको इन्फर्मेसन दिएन डोमेनहरुको बारेमा है डोमेनको बारेमा मैले खोज्दै छ
एमाजोनको के भनेर यसले देखाउँदैछ यहाँ कति डोमेनहरू कनेक्टेड भएको डोमेनहरू यहाँ देखाउँदैछ हेर्नु अब यसको ह्यासहरू हेर्नु मिल्यो वेबसाइटको होइन कन्ट्री वाइज है प्रोडक्ट की रेडिसको कीहरू तपाईँलाई चाहियो भने एसएसएचको फिङ्गरप्रिन्टहरू होइन टेलनेट सबै कुराहरू भल्नरेबल अब के गरी यो सिस्टम कहिले भल्नरेबिलिटिजहरू भएको थियो भने कुनबाट भल्नरेबिलिटिजबाट एफेक्टेड भएको थियो त कहिले एफेक्टेड भएको थियो होइन अब यसको लागि चाहिँ के भन्दैछ बिजनेस वा एपिआई युज गर भन्दैछ अहिले हेर्न दिएन हामीलाई तर यो के भल्नरेबिलिटिज हो भनेर हामीले गुगल गऱ्यो भने त भेटिन्छ है यो भल्नरेबिलिटिज के हो त भनेर हामीले सिबी गरेर हेऱ्यो भने सिबीमा त लेखेको हुन्छ 2022-44-887 यो चाहिँ भनेको डिनाइल अफ सर्भिसको रहेछ भनेर भन्दैछ HTTP2 प्रोटोकल भेक्टर 7 रहेछ है यसरी भेटिन्छ यो चाहिँ कहिले कहिले भएको रहेछ 2024मा के को एफेक्ट भएको रहेछ x.com लाई त्यो भल्नरेबिलिटी चाहिँ अहिले पनि छ कि छैन त्यो सिस्टममा भनेर हेर्नलाई चाहिँ हामीले थाहा पाउन सक्छौँ 2024मा पनि यहाँ के को भयो रहेछ त अपाची सर्भर एलाउ अटका टु म्यानिपुलेट द कन्टेन्ट टाइप रिसोर्स हेडर भन्दैछ भनेपछि हेडर फाइलमा चाहिँ हामीले रिक्वेस्टको हेडरमा चाहिँ मोडिफिकेसन गरेर सायद अपाचीको यो सर्भरलाई के गर्छ त यसले म्यानिपुलेसन गर्न मिल्दो रहेछ हामीले बढाउन घटाउन सबै मिल्दो रहेछ अपडेट टु भर्जन भनेपछि लेटेस्ट भर्जन अपडेट गर भन्दो रहेछ के गरी यो अपाचीको सर्भर भेट्नुभयो भने यो चाहिँ तपाईँले सिबी भेट्नुभयो भनेपछि यो तपाईँले आफैले पिओसी युज गरेर बाइपासहरू गर्ने सबै गर्न मिल्छ ल ल यति नै कुराहरू है अरू चाहिँ अब सबै नै प्रेजेन्टेसनमा त्यस्तै त्यस्तै लेखा छ एनालाइजिङ आइपी एड्रेस हेरिहाल्यो भाइरस टोटल नै हेरिहाल्यो भाइरस टोटलले कसरी काम गर्छ नि हेरिहाल्यो है एबिज आइपीको डिबी यसले चाहिँ रियल टाइममा डेटाबेसहरू चेक गर्ने काम गर्छ है सुडान पनि हेरिहाल्यो सुडान भनेको चाहिँ धेरै डिभाइसहरू कनेक्ट गर्छ यसले चाहिँ वेब क्यामहरू लाइभ वेब क्यामेराहरू जुनमा चाहिँ सिक्युरिटी फिचर्सहरू युज भएको छैन नि त्यस्तो डिभाइसहरू पनि देखाइदिन्छ यसले चाहिँ है सुडानले चाहिँ ल अब आज तपाईँहरूको केही छ भने सोध्नु होला नत्र चाहिँ आजलाई यति नै गरौँ कसैको केही छ सोध्नुपर्ने कुराहरू हेलो एउटा कुरा सोध्नु पर्ने थियो भन्नु न भन्नु त्यो हजुरको टास्कमा छ नि हजुर सो लाइक बर्ब सुइट इन्स्टल गर्यो एन्ड देन इन्स्टल द सिए सर्टिफिकेट भन्यो होइन त्यो सिए सर्टिफिकेट त हजुरको लोकली होस्टेड सर्भरमा त हुँदैन होला नि त ए त्यो मैले अस्ति देखाएको थिएँ नि हजुरलाई हजुर आउनु भएको थिएन आई डोन्ट रिमेम्बर है आएको त थिएँ है त्यहाँनिर एचटिटिपी हजुरले बब स्विट रन गरेपछि अनि हेर हजुरले चाहिँ हजुरलाई मैले एक्सटेन्सन एउटा डाउनलोड गर्नु भनेको थिएँ प्रोक्सी भन्ने त्यो एक्सटेन्सन डाउनलोड गरेर हजुरले चाहिँ कुन नामको बनाउनु भएको त्यो नाममा सेट गर्नु भएपछि अनि लोकल होस्टमा त्यहाँ आइपीहरू सेटअप गर्न देखाएको थियो एकचोटि त्यो हेर्नुहोस् अनि त्यहाँ पछि चाहिँ हजुरले सेटअप गरेपछि एचटिटिपी अनि खेर कोलन अनि स्ल्यास बर भन्नु भएपछि त्यहाँनिर चाहिँ सर्टिफिकेट आउँछ डाउनलोड गर्नलाई सिए सर्टिफिकेटै डाउनलोड भनेर त्यो पछि हजुरले क्रोमभित्र गएर सर्टिफिकेट वा कुन ब्राउजरमा रन गरिरहनु भएको छ त्यो ब्राउजर अब हजुरलाई त्यो गर्न अल्छी लाग्यो भने त्यो गर्न आएन भने चाहिँ त्यो बबसुटभित्रै क्रोमियम ब्राउजर प्रिइन्स्टल भएको हुन्छ के प्रिमियम अनि त्यही डाइरेक्ट ओपन विथ बब गर्नुभयो भने डाइरेक्ट त्यसले त्यो ब्राउजरभित्र अटोमेटिक सबै सर्टिफिकेटहरू प्रिइन्स्टल भएको हुन्छ ए ओके ओके त्यो प्रक्सी भन्नुभयो राइट हजुर प्रोक्सी के अरे प्रोक्सी हस् हुन्छ थ्याङ्क यू अरू कसैको केही छ बबसुटभित्र नै हुन्छ सिए सर्टिफिकेट हो त्यो चाहिँ केही युज गर्नु पर्दैन हामीले बबसुटभित्रको चाहिँ वेबसाइटभित्रको लागि चाहिँ चाहिने हामीलाई त्यही बबसुटभित्र भएकै सर्टिफिकेट चाहिँ यहाँ वेबसाइटबाट लोड हुन्छ के स्ल्यास बर मान्नु भएपछि एचटिटिपी स्ल्यास बर मान्नु भएपछि त्यो रन हुन्छ ल अब आज अरू केही क्वेसन छ भने भन्नुहोस् नत्र आज यति नै इन्ड गरौँ कसैको केही छ
हाम्रो यो टुल र वेबसाइट लिस्टहरू चाहिँ हालिदिने गर्नुहोस् न हजुर हजुर युज गर्ने टुल र वेबसाइटहरू चाहिँ हालिदिनु भयो भने एटलिस्ट वी क्यान मेक रिसर्चेस होला कि हुन्छ होइन हजुरहरूले त्यहाँ लेख्नु न म पठाइदिन्छु किनभने अहिलेसम्मको टुल्सहरू र वेबसाइटहरू जुन तपाईँले गर्नुभयो नि हजुर त्यसमा चाहिँ अब मेबी अब हामीहरूले आफ्नो टाइममा रिसर्च पनि गर्न मिल्यो नि त त्यसमा हुन्छ लिस्ट चाहिँ भाइरस बरु वाट्सएप ग्रुपमै हालिदिनु भयो भने सजिलो हुन्छ सबैजनालाई एक्सेस पनि हुन्छ नि त त्यो भन्दा होइन म यहाँ हालिदिन्छु कसै साथीभाइहरूले एकजनाले अपलोड गरिदिनु न हुँदैन चाहिँ हुँदैन म यहीँ अपलोड गरिदिइरहेको छु तपाईँहरूले उता एकजना कसरी हालिदिनु न उता एभ्युज आइपिडिबी